तपाईको एडमिनिस्ट्रेटिभ ल आज सुरु गर्दैछौँ। तपाईको इङ्ग्लिस नेपाली दुवै मिडियममा हुन्छ, त्यसैले प्रब्लम केही हुँदैन, तपाईहरुलाई सजिलो नै हुन्छ। ओके, यसमा सायद अलिकति प्रब्लम भयो जस्तो छ। इन्ट्रोडक्सनबाट सुरु गरौँ। एडमिनिस्ट्रेटिभ ल प्रशासकीय कानुन भनेर भन्छ हैन। अब यो कसरी बुझ्नु यसलाई भन्दाखेरि भोलि नै यदि तपाईहरुको आजको हामीले क्लास चाहिँ कसरी लान्छ भन्दाखेरि मेरो साउन्ड आइरहेको छ है। ओके, आजको क्लास चाहिँ हामीहरु कसरी लान्छौँ भन्दाखेरि तपाईहरुलाई यो कसरी पढ्ने भनेर हैन एउटा खाका तयार गर्छौँ। अब यो सबै कुराहरु यो क्लास सकिँदै गर्दा कण्ठ त हुँदैन। यो क्लास सकिँदा बित्तिकै नोट्सहरु तपाईहरुलाई प्रोभाइड गरिन्छ अनि प्रोभाइड गरिसके पछाडि तपाईहरुले त्यो नोट्सको आधारमा बेसिसमा पढ्न सक्नुहुन्छ है। अब प्रशासकीय कानुन भनेर बुझौँ, यो एडमिनिस्ट्रेटिभ ल भनेको के हो भनेर बुझौँ। एडमिनिस्ट्रेटिभ ललाई कसरी बुझौँ भन्दाखेरि भोलि गएर कुनै एउटा गभर्नमेन्ट अफिसर छ, त्यो गभर्नमेन्ट अफिसरले भोलि तपाईलाई तपाईको लाइसेन्स दिन्न भन्यो भने उसले पाउँछ कि पाउँदैन भन्दाखेरि उसले पाउँदैन हैन। किनकि हामीहरुसँग एडमिनिस्ट्रेटिभ ल छ। ती कर्मचारीहरुको त्यो सार्वजनिक जति पनि अधिकारीहरु छन् उनीहरुको शक्तिको प्रयोग के गर्ने, कसरी गर्ने, उनीहरुको चाहिँ जुन कर्तव्यहरु छ त्यो कसरी पालना गर्ने भन्ने कुराहरु चाहिँ एडमिनिस्ट्रेटिभले लले हेर्छ है। एडमिनिस्ट्रेटिभ लले आज हामीहरु सरर जान्छौँ। यो तपाईहरुले लगभग धेरै कुराहरु थाहा पारै आइसक्नु भएको छ हैन। एकदमै सरर जान्छौँ र लास्टमा चाहिँ केही क्वेरीजहरु क्वेशनहरु लिउँला है त। ओके, एडमिनिस्ट्रेटिभ ल सुरु गरौँ। एडमिनिस्ट्रेटिभ ल प्रशासकीय कानुन भनेर हामीले यसलाई बुझिन्छ हैन। प्रशासकीय कानुन त्यस्ता सामान्य सिद्धान्तहरूको संग्रह हो जसद्वारा सार्वजनिक अधिकारीहरूको शक्तिको प्रयोग तथा कर्तव्य पालन निर्देशित वा शासित रहेको हुन्छ हैन। मैले अघि भनिहालेँ सार्वजनिक अधिकारीहरू जस्तो हो, तपाईलाई भोलि गएर तपाईले लाइसेन्स लिनुपर्ने छ, कुनै एउटा गभर्नमेन्ट अफिसियलले म दिन्न भनेर पाउँदैन हैन। किनकि उसलाई चाहिँ एडमिनिस्ट्रेटिभ लले प्रशासकीय कानुनले बाइन्ड गरे हुन्छ। प्रशासकीय कानुन प्रशासकीय इकाइहरूको अधिकार र कार्यविधिसँग सम्बन्ध राख्ने कानुन हो। यसले खास गरी प्रशासकीय कार्यको न्यायिक पुनरावलोकनलाई समेट्छ। एडमिनिस्ट्रेटिभ ल इज द ल कन्सर्निङ द पावर एन्ड प्रोसिड्युर्स अफ एडमिनिस्ट्रेटिभ एजेन्सिज। मैले भने नि जति पनि एडमिनिस्ट्रेटिभ एजेन्सिजहरु छन् ती एडमिनिस्ट्रेटिभ एजेन्सिजहरुको पावर र प्रोसिड्युर्सको बारेमा कसले समेट्छ भन्दाखेरि यो प्रशासकीय कानुनले समेट्छ हैन। यो भनेको के हो, ल रिलेटिङ टु एडमिनिस्ट्रेसन हो हैन। इट डिटरमाइन्स द अर्गनाइजेसन पावर एन्ड ड्युटिज अफ एडमिनिस्ट्रेटिभ अथोरिटी भनेर यो सर आइभर जेनिङ्सले भनेका छन् हैन। यो तपाईले कण्ठ गर्न सक्नुहुन्छ। यो कण्ठ गरेर व्हाट इज एडमिनिस्ट्रेटिभ ल भनेर यदि क्वेशन सोध्यो भने एडमिनिस्ट्रेटिभ ल इज द ल रिलेटिङ टु एडमिनिस्ट्रेसन। इट डिटरमाइन्स द अर्गनाइजेसन पावर एन्ड ड्युटिज, अर्गनाइजेसन पावर र ड्युटिज अफ एडमिनिस्ट्रेटिभ अथोरिटिज। जति पनि एडमिनिस्ट्रेटिभ अथोरिटिजहरु छन्, प्रशासकीय अधिकारीहरु, तिनीहरुको पावर कति हुने, तिनीहरुको चाहिँ ड्युटी के हुने भन्ने कुराहरु कसले डिटरमाइन गर्छ भन्दाखेरि यो एडमिनिस्ट्रेटिभ लले भनेर आइभर जेनिङ्सले भनेका छन् हैन। अनि ग्रिफिथ एन्ड स्ट्रिटले प्रशासकीय कानुनलाई परिभाषित गर्दै के भनेका छन् भन्दाखेरि प्रशासकीय कानुनको प्रमुख उद्देश्य प्रशासकीय अधिकारीहरूको सञ्चालन र नियन्त्रण गर्नु हो। यसले प्रमुख 3 पक्षलाई समेटेको हुन्छ भनेर भन्छन्। के भन्दाखेरि प्रशासनले कुन हदसम्म राज्यको शक्ति प्रयोग गर्न सक्छ हैन। जस्तो प्रशासन भन्दा बित्तिकै तपाईहरुले यो प्रशासन त देख्नुभयो होला हैन। कुनै एउटा अफिसमा पनि त प्रशासन हुन्छ, प्रशासकीय अधिकृत हुन्छ। एउटा सरकार चलाउनलाई त हामीहरुको के चाहिन्छ भन्दाखेरि कर्मचारीहरु चाहिन्छ हैन। त्यो कर्मचारीहरुलाई अर्डर दिन्छ। त्यो अर्डर दिँदै गर्दाखेरि ती जुन प्रशासन चलाउने व्यक्तिहरु छन् उनीहरुले राज्य शक्ति कतिसम्म प्रयोग गर्न सक्छन्, त्यो अधिकारको सीमा के हो र त्यसलाई सीमामा राख्ने उपायहरु के हुन् भन्ने कुरा चाहिँ एडमिनिस्ट्रेटिभ लले हेर्छ है। प्रशासकीय कानुनले प्रशासकीय अङ्गको संरचना, अधिकार र कार्यको बारेमा व्याख्या गर्छ। त्यस्तो अधिकारका सीमा लगाउँछ। त्यस्ता अङ्गको कार्य सञ्चालन विधि र प्रक्रियाको बारेमा उल्लेख गर्दछ। प्रशासकीय कार्य सञ्चालनको अवस्थामा कसैको अधिकारमा आघात परेमा उपचारको लागि मार्ग प्रदर्शन पनि गर्छ। जस्तो अब प्रशासकीय कार्य भनेको के तपाईलाई भनौँ लाइसेन्स दिने खालको एउटा कार्य छ हैन। र त्यो बेलामा तपाईलाई दिएन, तपाईको अधिकारमा आघात पर्यो भने
त्यो उपचार पनि कसले गर्छ भन्दाखेरि एडमिनिस्ट्रेटिभ लले गर्छ। एडमिनिस्ट्रेटिभ ल डिल्स विथ द स्ट्रक्चर, पावर्स एन्ड फङ्सन्स अफ द अर्गान्स अफ एडमिनिस्ट्रेसन, द लिमिट्स अफ देयर पावर्स, द मेथड एन्ड प्रोसिड्युर्स फलोड बाई देम इन एक्सर्साइजिङ देयर पावर्स एन्ड फङ्सन्स, द मेथड by which their powers are controlled, including the legal remedies available to a person against them when his rights are infringed by their operation। उनीहरूको राइट्स हैन, जब कुनै पनि एउटा व्यक्तिको अधिकारहरू के हुन्छ भन्दाखेरि एडमिनिस्ट्रेसन गर्दै गर्दाखेरि यदि त्यो इन्फ्रिन्ज हुन्छ, यदि त्यो भोइलेट हुन्छ भने त्यसमा पाइने लिगल रेमेडीहरू, उपचार, कानुनी उपचारहरू पनि के हेर्छ भन्दाखेरि एडमिनिस्ट्रेटिभ लले हेर्छ हैन। प्रशासकीय कानुन सार्वजनिक कानुनको एउटा महत्त्वपूर्ण शाखा हो र यो संवैधानिक कानुनको पनि अभिन्न अङ्ग हो। मूलतः प्रशासकीय कानुनले सार्वजनिक प्रशासनको सञ्चालन र व्यवस्थापनको विषयलाई समेटेको हुन्छ। प्रशासकीय निकायको गठन, स्थापना तथा प्रशासकीय निकाय वा अधिकारीले प्रयोग गर्ने काम, कर्तव्य र अधिकार निर्धारण गर्छ। प्रशासकीय निकायले अवलम्बन गर्नुपर्ने प्रक्रिया र विधि सुनिश्चित गर्छ। प्रशासकीय अधिकारीको अधिकारमा सीमा लगाउँछ। यसले प्रशासकीय निर्णय विरुद्धको उपचारको प्रबन्ध गर्दछ। न्यायिक पुनरावलोकन प्रशासकीय कानुनको अर्को महत्त्वपूर्ण क्षेत्र हो। यो न्यायिक पुनरावलोकनको बारेमा पनि अहिले हामीहरूले जुडिसियल रिभ्यूको बारेमा मार्बरी भर्सेस मेडिसनको केस अनि अरू केसहरू पनि हामीले पढ्छौँ है एकछिनमा। प्रशासकीय कानुनको अर्को महत्त्वपूर्ण क्षेत्र जसले प्रशासनिक काम कारबाहीको न्यायिक जाँच गर्छ। तपाईँले कुनै पनि एउटा प्रशासनको मान्छेले गरेको काम, प्रशासनिक काम कारबाही कानुन अनुसार छ कि छैन भन्ने कुराहरू न्यायिक जाँच हैन कसले गर्छ भन्दाखेरि न्यायिक पुनरावलोकनबाट गरिन्छ। प्रशासकीय अधिकारीहरूलाई कानुनले तोकेको सीमामा सीमित गर्नु, उनीहरूलाई प्रदान गरेको अधिकारको स्वेच्छाचारी प्रयोगमा अंकुश लगाउनु नै के हो भन्दाखेरि प्रशासकीय कानुनको मूल ध्येय हो हैन। जस्तो सोच्नु न, कुनै एउटा प्रशासकीय निकायका मान्छेहरू छन्, कुनै एउटा कर्मचारी छन्, उनीहरूले आफ्नो अधिकारको के गरे भन्दाखेरि स्वेच्छाचारी तरिकाले, मनपरी ढङ्गले प्रयोग गरे भने त उनीहरूलाई जाँच्नको लागि के चाहियो भन्दाखेरि एडमिनिस्ट्रेटिभ ल चाहियो। प्रशासकीय कानुनको क्षेत्रलाई बुँदागत रूपमा कसरी भन्न सकिन्छ ल हेर्नु है। प्रशासकीय कानुनले प्रशासनिक निकायको गठन र तिनका काम, कर्तव्य, अधिकारलाई परिभाषित गर्दछ। प्रशासकीय निकायको काम के हो, गठन कसरी हुन्छ भन्ने कुराहरू हेर्छ, शक्ति कति छ, अधिकार क्षेत्र कति छ भन्ने कुराहरू हेर्छ, सीमा निर्धारण गर्छ, तिनीहरूको कार्यप्रणाली र कार्यप्रक्रिया कसरी गर्ने भन्ने कुराहरू हेर्छ, शक्तिलाई न्यायिक नियन्त्रण गर्छ हैन, जुडिसियल रिभ्यू गर्छ र प्रशासकीय कार्यबाट कसैको हक अधिकारमा आघात पुगेको छ भने उपचारको व्यवस्था पनि गर्दछ। अब एडमिनिस्ट्रेटिभ ल र कन्स्टिट्युसनल लमा के फरक छ भनेर हेरौँ है। के समानता छ भन्दाखेरि दुवै सरकारको कामको बारेमा सरकार राख्छन्, दुवै सार्वजनिक कानुन नै हुन्, दुवैले नागरिक र सरकारको सम्बन्ध परिभाषित गर्छन्, दुवैको स्रोत एउटै हो, दुवै एकअर्काका पूरक हुन्, तर के भिन्नताहरू छ हैन। जस्तो हेर्नु है, संवैधानिक कानुन भनेको के हो भन्दाखेरि देश कसरी चल्ने भन्ने कुरा चाहिँ संवैधानिक कानुनले हेर्छ, तर सरकारी कार्यालयले कसरी काम गर्ने भन्ने कुराहरू चाहिँ केले हेर्छ भन्दाखेरि प्रशासनिक कानुनले हेर्छ। अब सरकारका ठुला अङ्ग जस्तो व्यवस्थापिका, कार्यपालिका अनि न्यायपालिका जुन तीनवटा अङ्गहरू छ, त्यो तीनवटा अङ्गहरूका अधिकारहरू के हो भनेर चाहिँ संवैधानिक कानुनले भन्छ भने प्रशासनिकले के को बारेमा भन्छ भन्दाखेरि ती सरकारी कार्यालय र अधिकारीले गर्ने काम कर्तव्यहरू के हुन् भन्ने कुराहरू चाहिँ प्रशासनिक कानुनले भन्छ। अब शक्ति, कसको शक्ति कति हुने, जस्तो लेजिस्लेचरको शक्ति कति हुने, एक्जिक्युटिभको कति हुने, जुडिसियरको कति हुने भन्ने कुराहरू चाहिँ संवैधानिक कानुनले हेर्छ भने त्यो जुन भएका शक्तिहरू छन्, जुन त्यो सरकार निकायलाई दिएका शक्तिहरू छन् या तपाईँलाई दिएका शक्तिहरू छन्, त्यो शक्ति चाहिँ कसरी प्रयोग गर्ने भन्ने कुराहरू चाहिँ एडमिनिस्ट्रेटिभ लले हेर्छ। अब कन्स्टिट्युसनल लको चाहिँ एकदमै व्यापक हुन्छ क्षेत्र भने यो एडमिनिस्ट्रेटिभ लको तुलनात्मक रूपमा सीमित क्षेत्र हुन्छ। कन्स्टिट्युसनल लको किन व्यापक क्षेत्र हुन्छ भन्दाखेरि यसले त सबै कुरालाई समेट्नु पर्यो, राज्यको शासन व्यवस्था समेट्नु पर्यो, राज्यका अङ्गहरू समेट्नु पर्यो, तिनको शक्ति र आपसी सम्बन्धहरू समेट्नु पर्यो। तर एडमिनिस्ट्रेटिभ लले प्रशासनिक निकायले समेट्छ र प्रशासनिक कामसँग सम्बन्धित विषय मात्र समेट्ने हुनाले यो सीमित हुन्छ। अब यसको मुख्य आधार संविधान हो भने संविधानसँगै नियम विनियम पनि के हुन्छ भन्दाखेरि कानुनी आधारहरू हुन्छ जसबाट एडमिनिस्ट्रेटिभ ल भनेको हुन्छ। अब हेरौँ है, यति भइसके पछाडि आयो तपाईँहरूले यो एडमिनिस्ट्रेटिभ ल भनेको के भन्ने कुराहरू लेख्न सक्नुहुन्छ हैन। एडमिनिस्ट्रेटिभ ल भनेको के भनेर यदि आइहाल्यो भने के भन्ने भन्दाखेरि त्यस्तो खालको यो जुन केसी डेभिसको यो जुन डेफिनेसन छ, आइभर जेनिङ्सको जुन डेफिनेसन छ, दुईटा हेर्ने हैन।
क्यु एडमिनिस्ट्रेटिभ ल भनेको भन्दाखेरि ल रिलेटिङ टु एडमिनिस्ट्रेसन होइन, जसले चाहिँ एडमिनिस्ट्रेटिभ अथोरिटिजको अर्गनाइजेसन पावर र ड्युटिजको बारेमा डिटरमाइन गर्छ भनेर आइभर जेनिङ्सले भनेको थियो भनेर एउटा डेफिनेसन लेखिदिइहाल्नु होला होइन। अनि प्रशासकीय अङ्गको संरचना अधिकार र कार्यको बारेमा व्याख्या गर्छ, त्यस्तो अधिकारहरूको सीमाहरू हेर्छ होइन। र प्रशासकीय कार्य गर्दै गर्दाखेरि जस्तो लाइसेन्सको मैले इक्जाम्पल दिएँ नि, अनि प्रशासकीय कार्य गर्दै गर्दा कसैको अधिकारमा आघात पुग्यो भने त्यो उपचारको व्यवस्था पनि कसले दिन्छ भन्दाखेरि एडमिनिस्ट्रेटिभ लले दिन्छ भनेर यसरी भन्नु होला होइन। अनि त्यो भनिसके पछाडि यो पोइन्टहरू हेर्नु होला, प्रशासकीय निकायको शक्ति र अधिकार क्षेत्र कति छ भन्ने कुरा हेर्छ, गठन काम कर्तव्य अधिकार हेर्छ, कार्यप्रणाली र कार्यप्रक्रिया हेर्छ, न्यायिक नियन्त्रण गर्ने कुरा पनि यसले गर्छ होइन। भोलि गएर जुडिसियल रिभ्यू गर्नु पर्यो भने त्यो पनि प्रशासकीय निकायलाई कन्ट्रोल गर्ने भनेर बुझ्नु के, प्रशासकीय निकाय छ होइन। अब त्यो प्रशासकीय निकायका शक्ति अधिकार कति हुने, उसले कसरी काम गर्ने, अनि उसले चाहिँ के भन्छ उसको शक्तिलाई लिमिट गर्नु पर्यो भने न्यायिक नियन्त्रण कसरी गर्ने, र उनीहरूले काम गर्दै गर्दाखेरि कसैको हक अधिकारमा आघात पुग्यो भने कसरी उपचार दिने भन्ने कुराहरू चाहिँ एडमिनिस्ट्रेटिभ लले हेर्छ भनेर यी कुराहरू लेख्नु होला। र संवैधानिक कानुन र एडमिनिस्ट्रेटिभ लमा के फरक छ भने संविधान भन्दा बित्तिकै तीनटा राज्यका तीनटाहरू सम्झिनु होला, तीनटा अङ्ग जुन कि अभियसली ठुलो नै हुन्छ, र एडमिनिस्ट्रेटिभ ल भनेको तुलनात्मक रूपमा सीमित यसको क्षेत्र हुन्छ होइन। र प्रशासनिक निकाय र प्रशासनिक कामलाई एडमिनिस्ट्रेटिभ लले जोड्छ भने कन्स्टिट्युसनल लले चाहिँ राज्यका अङ्ग, शासन व्यवस्था, राज्यका शक्तिहरू कसरी सञ्चालन गर्ने भन्ने कुराहरू चाहिँ यो एडमिनिस्ट्रेटिभ ल कन्स्टिट्युसनल लले हेर्छ। देश कसरी चलाउने भन्ने कुरा कन्स्टिट्युसनल लले हेर्छ, सरकारी कार्यालयले कसरी काम गर्ने, कसरी सेवा प्रवाह राम्रो गर्ने भन्ने कुराहरू चाहिँ एडमिनिस्ट्रेटिभ लले हेर्छ होइन। यसको मुख्य आधार संविधान हो, संवैधानिक कानुनको भने यो एडमिनिस्ट्रेटिभ लको ऐन, नियम, विनियम, संविधान सबै हुन्। ल अब यति भइसके पछाडि आधारभूत सिद्धान्तहरू हेरौँ है। एडमिनिस्ट्रेटिभ ल त भनियो होइन, तर त्यो एडमिनिस्ट्रेटिभ ल त्यो जुन प्रशासकीय कानुन छ त्यो प्रशासकीय कानुनलाई कसरी कुन सिद्धान्तहरूको आधारमा बुझ्ने। पहिलो छ कानुनको शासन, रुल अफ ल। अब कन्सेप्ट अफ रुल अफ ल कसरी आयो भन्ने कुरा लियोन फुलरले के भन्छन् भन्दाखेरि यु नेभर सो हाई द ल इज एबोभ यु रे के, तपाईँ चाहे जतिसुकै माथि उठ्नुहोस् तपाईँभन्दा माथि कानुन छ भनेर लियोन फुलरले भन्छन्। यो पनि लेखिदिनु होला रुल अफ लमा है, एकदम मार्क्स बढी गराउनको लागि यो इम्पोर्टेन्ट हुन्छ। रुल बाई ल इज अपोजिट टु द रुल अफ ल। अब रुल बाई ल र रुल अफ ल भन्ने कुरा एकदमै फरक हो है। जस्तो नर्थ कोरियाको किम जोङ उनले पनि त के भन्न सक्छ भन्दाखेरि मैले त कानुन अनुसार नै शासन गरेको छु, मैले त रुल बाई ल गरेको छु, म त डेमोक्रेटिक कन्ट्री हो, मैले कानुन अनुसार शासन गरेको छु भन्न सक्छ होइन। तर कानुन अनुसार शासन गर्नु, संविधान अनुसार शासन गर्नु र रुल अफ ल विधिको शासन भने चाहिँ फरक हो है। जस्तो तपाईँले शासन गर्नको लागि कुनै एउटा आफ्नो मनपरी ढङ्गले कुनै एउटा कानुन बनाएर शासन गर्नु र यो प्रिन्सिपल अफ नेचुरल जस्टिसका कुराहरू ती प्रिन्सिपलहरू फलो गरेर शासन गर्नु फरक कुरा हो। रुल बाई ल र रुल अफ ल फरक हो है, ठ्याक्कै अपोजिट हो। जेनरली स्पिकिङ रुल अफ ल मिन्स रुल्स एकोर्डिङ टु ल, कानुन अनुसारको शासन गर्नु पर्यो। सुप्रिमेसी अफ ल भनेको चाहिँ कानुनभन्दा ठुलो अरू कुनै पनि छैन भन्ने कुराहरू हो है। द टर्म रुल अफ ल इज डेरिभ फ्रम द फ्रेन्च फ्रेज ला प्रिन्सिपल डि लिगालिटी। यो हामीले कन्ठ गरेर गर्नु होला होइन। एउटा ला प्रिन्सिपल डि लिगालिटी भन्नेबाट यो रुल अफ ल आएको हो, जसले के भन्छ भन्दाखेरि विच रिफर्स टु द गभर्मेन्ट बेस्ड अन प्रिन्सिपल्स अफ ल नट अफ मेन। कुनै एउटा मान्छेमाथि मान्छेले भने अनुसार शासन चल्ने होइन कि कानुन अनुसार, कानुनका सिद्धान्त अनुसार सरकार चल्नुपर्छ भन्ने कुराहरू यो रुल अफ लले गर्छ। It ensures the government by law, not by men, which denotes that all government action must have foundation in law and must be authorized by law. जति पनि गभर्मेन्टका एक्सनहरू छ, सरकारका कामहरू भनेको कानुन सम्मत हुनुपर्छ भन्ने कुरा हो होइन। एरिस्टोटलले के भन्छन् भन्दाखेरि गभर्मेन्ट बाई ल इज बेटर देन गभर्मेन्ट बाई मेन। कुनै एउटा मान्छेले आफ्नो स्वविवेकले गभर्मेन्ट चलाउनु, सरकार चलाउनु भन्दा त कानुन अनुसार सरकार चलाउनु ठिक हो। किन ठिक हो भन्दाखेरि जस्तो अब कानुन छ भने पो तपाईँलाई भोलि गएर प्रिडिक्टेबिलिटी हुन्छ, यस्तो हुन्छ, ल मैले कानुन तोडेँ भने मलाई यति सजाय हुन्छ भन्ने कुराहरू थाहा हुन्छ। तर कानुन नै भएन, मान्छेले आफ्नो मनपर्दो तरिकाले एउटा शासन चलायो भने के हुन्छ भन्दाखेरि भोलि त तपाईँले एउटै पनिसमेन्टमा फरक फरक सजाय दिन सक्छन्। एकजनाले चोरी गरे उसको हात काटिदिन सक्छ,
अर्कोले चोरी गर्दा चाहिँ उसलाई 2 वर्ष मात्र 2 वर्ष सजाय गरेर छोडिदिन सक्छन् हैन। भनेपछि पछाडि एउटा ल भयो भने के हुन्छ भन्दा युनिफर्मिटी हुन्छ। सिसरोले पनि के भन्छन् भन्दाखेरि इट इज बेस्ड अन राइट रिजन भनेर भन्छन् हैन। नेचुरल ल इज ट्रु ल, यो त हामीले पहिला पनि पढ्या हो हैन। यो सिसरोको हामीले जुरिस्प्रुडेन्समा पनि हेर्या हो, तपाईहरुले इन्ट्रेन्स दिँदा पनि हेर्नुभयो होला। उनले चाहिँ ल इज बेस्ड अन राइट रिजनको कुरा गर्छन् हैन, राइट रिजन इन एग्रिमेन्ट विथ नेचर भन्ने कुरा गर्छन्। अकर्डिङ टु हिम वी अल आर सर्भेन्ट अफ लज, हामीहरु भनेको कानुनको सर्भेन्ट नोकर हौं भन्ने कुरा उनले गर्छन्। अब कसरी विकास भयो भन्ने कुराहरु सर्र एकचोटी हेर्नु होला। म्याग्ना कार्टा 1215, पेटिसन अफ राइट्स 1628, ब्रिटिसको ग्लोरियस रिभोल्युसन 1688, बिल अफ राइट्स 1688, अनि अमेरिकन रिभोल्युसन 1776, अमेरिकन डिक्लेरेसन अफ इन्डिपेन्डेन्स 1776, त्यस पछाडि अमेरिकन कन्स्टिट्युसन आयो 1787 मा, र यसको चाहिँ एमेन्डमेन्ट पनि एकदम इम्पोर्टेन्ट छ है। फेयर लिगल प्रोसिड्युर हुनुपर्छ, जस्तो तपाईले यतिकै समातेर लान मिल्दैन, त्यो लिगल प्रोसेस चाहिँ फेयर हुनुपर्छ भन्ने कुराहरु हो। र इक्वल प्रोटेक्सन चाहिँ 5औं र 14औं एमेन्डमेन्टमा उनले इक्वल प्रोटेक्सनको कुरा पनि गरेको छ यो कन्स्टिट्युसनले है। तपाईलाई चाहिँ समान प्रोटेक्सन दिनुपर्छ। फ्रेन्च रिभोल्युसन 1789 को, इन्डियन इन्डिपेन्डेन्स मुभमेन्टहरु भएको थियो, त्यस पछाडि युडिएचआर 1948 है। अब त्यसै गरेर मार्बरी भर्सेस मेडिसनको केस हेरौं हैन। 1803 को केस हो, पहिलो चोटी चाहिँ जुडिशियल रिभ्यू यसमा सुरु गरिएको थियो हैन। त्यस पछाडि प्लेसी भर्सेस फर्ग्युसन भन्ने चाहिँ 1996 को केस हो। यसले चाहिँ के प्रिन्सिपल ल्याएको थियो भन्दाखेरि सेपरेट बट इक्वल भन्ने प्रिन्सिपल ल्याएको थियो के। जस्तो काला जाति र सेता जाति भन्ने हुन्छ हैन, अनि एकजना मान्छे हुन्छन्, तिनी चाहिँ अलिकति काला अलिकति सेता हुन्छन् है। अनि उनी के गर्छन् भन्दाखेरि अब त्यो ट्रेनमा बस्छन्, त्यो ट्रेनमा चाहिँ सेता जातिको लागि मात्र छुट्टाएको ट्रेन हुन्छ, तिनी गएर बस्दिन्छन्, बसेको पछाडि तपाई त्यहाँ बस्न मिल्दैन भनेर भन्या हुन्छ हैन। अनि यो चाहिँ सेता जातिको लागि मात्र बनाएको, तपाई बस्नु हुँदैन भनेर भन्या हुन्छ। तर के हुन्छ भन्दाखेरि उनलाई चाहिँ केस हुन्छ, पछाडि उनले केस फाइल गर्छन्, तर सुप्रिम कोर्टले के भन्छन् भन्दाखेरि ठिकै छ त, सेता जातिको लागि एउटा, अब तपाईहरुलाई सेता जातिलाई काला जातिसँग बस्न अनकम्फर्टेबल हुन्छ भने ठिकै छ त, तपाईहरुको लागि पनि त ट्रेनको व्यवस्था गरेको छ नि, तपाईहरु सेपरेट भए पनि तपाईहरु इक्वल हुनुहुन्छ भनेर प्लेसी भर्सेस फर्ग्युसनको केसमा भन्छ। तर त्यो केसलाई चाहिँ उल्ट्याउँदै ब्राउन भर्सेस बोर्ड अफ एजुकेसनको केसमा पनि के हुन्छ भन्दाखेरि पढ्न पाउनु पर्यो भन्ने हुन्छ है। यसमा चाहिँ एउटै युनिभर्सिटीमा काला जातिलाई पढ्न नदिने अनि गोरा जातिलाई चाहिँ पढ्न दिने हुन्छ हैन। अनि यो केसमा चाहिँ के भन्छ भन्दाखेरि सेपरेट बट इक्वलको जुन यो प्लेसी भर्सेस फर्ग्युसनको केस छ, यसलाई चाहिँ के गर्छ भन्दाखेरि यसलाई उल्टाइदिन्छ के हैन। काला जातिको लागि एउटा युनिभर्सिटी बनाउने, एउटा स्कुल, अनि सेता जातिको लागि एउटा भन्ने त सेपरेट बट इक्वल भन्ने त हुँदै हुँदैन नि त। सेपरेट बट इक्वल इज द कन्ट्राडिक्सन इन द टर्म्स एन्ड द्याट इज द सेग्रेसन इज द इट्स सेल्फ डिस्क्रिमिनेसन। त्यो छुट्टाउनु भनेको आफैमा विभेद हो हैन। त्यसैले छुट्टाउन मिल्दैन भनेर सेपरेट बट इक्वलको जुन कन्सेप्ट छ त्यसलाई भोइड गरिदिन्छ, र सेता जातिले पनि पढ्न पाउनुपर्छ, काला जातिले पनि पढ्न पाउनुपर्छ, दुवैले एउटै स्कुलमा पढ्न पाउनुपर्छ भन्ने कुरा चाहिँ यो केसमा भनिदिन्छ। अब केशवनन्द भारती भर्सेस स्टेट अफ केरला 1973, यो त एकदमै इम्पोर्टेन्ट केस हो हैन। यसमा चाहिँ के भन्छ भन्दाखेरि डक्ट्रिन अफ रुल अफ ल यसमा रिकग्नाइज हुन्छ। यो केसमा के भनिन्छ भन्दाखेरि संविधान संशोधन गर्दै गर्दा तपाईले धेरै कुराहरु संविधान संशोधनमा गर्न सक्नुहुन्छ, तर संविधानका केही बेसिक स्ट्रक्चरहरु तपाईले भत्काउन मिल्दैन भन्छ के। जस्तो उदाहरणको लागि ल हाम्रो नेपालमा चाहिँ के छ भन्दाखेरि अहिले हामीले त कति दुःख गरेर राजतन्त्र फालेर हामीहरु डेमोक्रेसीमा छौं हैन। अब भोलि गएर त्यो संविधान संशोधन गर्दै गर्दा हाम्रो त अब राजतन्त्र हुने भनेर संविधान संशोधन गर्न मिल्छ त मिल्दैन। किनकि इट इज अगेन्स्ट द बेसिक स्ट्रक्चर अफ द कन्स्टिट्युसन। संविधानका केही मूलभूत कुराहरु हुन्छ, केही बेसिक कुराहरु हुन्छ, तिनीहरुको विरुद्धमा कुनै कानुन जान्छ भने त्यसलाई चाहिँ के गरिन्छ भोइड गर्नुपर्छ भन्ने कुराहरु यसमा एस्टाब्लिश भएको थियो। अब रुल अफ लका केही फिचर्सहरु हेरौं है। रुल अफ ल तपाईले सोध्न सक्छ। रुल अफ ल सोध्यो भने तीनवटा फिचर, एउटा प्रिन्सिपल अफ लिगालिटी हैन। त्यो भनेको कस्तो भन्दाखेरि सरकारले आफ्नो पर्सनल विश अनुसार काम गर्न सक्दैन, जस्तो मन पर्यो त्यही तरिकाले काम गर्न सक्दैन हैन, जथाभावी गर्न सक्दैन, कानुन सम्मत काम गर्नुपर्छ। देयर शुड बी नो आर्बिट्रेरी युज अफ पावर। पावर छ भन्दैमा उसले जथाभावी निरङ्कुश तरिकाले पावर युज गर्न मिल्दैन। गभर्नमेन्ट अफिसियल्स मस्ट एक्सरसाइज देयर पावर्स विदिन द लिमिट्स अफ द ल। जति पनि सरकारी निकायहरु छन् तिनीहरुले लको लिमिटमा रहेर पावर एक्सरसाइज गर्नुपर्छ भन्ने पहिलो प्रिन्सिपल।
प्रिन्सिपल अफ लिगालिटी, प्रिन्सिपल अफ इक्वालिटी एन्ड जेनरल रुल अफ कन्स्टिट्युसन आर द रिजल्ट्स अफ द अर्डिनरी ल अफ द ल्यान्ड भन्ने छ है। अब प्रिन्सिपल अफ इक्वालिटी भने के, एभ्री वान इज इक्वल बिफोर द ल, सबैजना कानुनको आँखामा बराबर हुन्। नो पर्सन इज एबभ द ल, होइन, कोही पनि कानुनभन्दा ठुलो होइन। देयर सुड बी नो स्पेसल लिगल प्रिभिलेज मियरली बिकज समन इज पावरफुल अर होल्ड्स अ हाई पोजिसन। कसैले, कोही मान्छे पावरफुल छ भन्दैमा, कसैले हाई पोजिसन होल्ड गर्छ भन्दैमा उसलाई स्पेसल लिगल प्रिभिलेज दिनु हुँदैन भन्ने कुराहरू गर्छ। र अर्डिनरी ल र अर्डिनरी कोड भनेको सबैलाई एप्लिकेबल हुन्छ भन्ने कुराहरू यो प्रिन्सिपल अफ इक्वालिटीको हो। अब जेनरल रुल्स अफ द कन्स्टिट्युसनल ल आर दि रिजल्ट्स अफ अर्डिनरी ल अफ द ल्यान्ड भने के हो भन्नुहुन्छ भने, डाइसीले भने है, राइट्स आर प्रोटेक्टेड बाई द कोर्ट्स थ्रु ल। जस्तो होइन, हाम्रा अधिकारहरू चाहिँ कसरी आएका हुन् रे भन्दाखेरि, संविधानमा लेखिएका कानुनहरू चाहिँ कसरी आएका हुन् रे भन्दाखेरि, यो चाहिँ एकै दिनमा झ्याप्पा आएका होइनन्, कन्स्टेन्टली प्र्याक्टिस गर्दै 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 होइन, त्यो चाहिँ अदालतले बचाइदिएका हो के। जस्तो अदालतले तपाईँको अधिकारहरू बचाउँदै होइन, त्यस पछाडि चाहिँ बिस्तारै ती संवैधानिक कानुनहरू विकसित भएका हुन् भनेर उनले भन्छन् होइन। उनले के भन्छन् भन्दाखेरि, संवैधानिक अधिकार र सिद्धान्तहरू अदालतले साधारण कानुनको माध्यमबाट नागरिकका अधिकारलाई संरक्षण र लागू गराउँदै विकास भएका हुन्। बुझ्नुभयो? जति पनि अधिकार र सिद्धान्तहरू छ उसले चाहिँ के गर्यो भन्दाखेरि अदालतले होइन, यो साधारण कानुनको माध्यमबाट अदालतले के गर्यो भन्दाखेरि नागरिकको अधिकारलाई संरक्षण गर्यो अनि लागू गर्यो र त्यसै गरी के गर्यो भन्दाखेरि यो यसरी विकास भयो भनेर जेनरल रुल्स अफ कन्स्टिट्युसन ल आर द रिजल्ट्स अफ अर्डिनरी ल अफ ल्यान्ड भन्ने कुरा तीनटा प्रिन्सिपल सम्झिनु होला। अब जोसेफ राजका पनि केही प्रिन्सिपलहरू छ। जस्तो कानुन कस्तो हुनुपर्छ भन्दाखेरि प्रोस्पेक्टिभ हुनुपर्छ, ओपन र क्लियर हुनुपर्छ। भन्नुको मतलब चाहिँ पब्लिस गरेको हुनुपर्छ, ओपन हुनुपर्छ, क्लियर बुझिने खालको स्पष्ट हुनुपर्छ, ल सुड बी रिलेटिभली स्टेबल। कानुन भन्ने कुरा चाहिँ फ्रिक्वेन्टली चेन्ज भइराख्ने होइन, तटस्थ हुनुपर्छ है। कानुन जस्तो आज एउटा कानुन छ भोलि अर्को कानुन भयो भने के हुन्छ त, सोच्नु न होइन। अनि द इन्टरडिपेन्डेन्स है, जस्तो अब उदाहरणको लागि चोरी गरेको चाहिँ 1 वर्ष सजाय रहेछ, अनि त्यस पछाडि एकजना मान्छेले चोरी गरेछ, अब भोलिपल्ट त के थाहा भएछ भन्दाखेरि कानुन चेन्ज भएर चोरी गरे मान्छेलाई चाहिँ मृत्युदण्ड दिने भनेछ अरे। ल अब उसलाई के होला होइन, अनि मैले त 1 वर्ष चोरी हुन्छ भनेर सजाय गरेको थिएँ, मृत्युदण्ड भयो भने है। त्यसैले त्यो रिलेटिभली स्टेबल हुनुपर्छ, चेन्ज भइराख्नु पनि हुँदैन। र त्यसैमा अर्को के पनि भन्नु मिल्छ भन्दाखेरि प्रोस्पेक्टिभ हुनु हुँदैन भनेर नि, सरी रेट्रोस्पेक्टिभ हुनु हुँदैन भनेर नि भन्नु मिल्छ है। त्यो चाहिँ यसमा प्रिन्सिपलमा नभए पनि त्यो चाहिँ हामीले भन्न मिल्छ है। जस्तो अहिले कानुन निर्माण गरेर फ्युचर जस्तो के भन्छ, जस्तो पास्टमा कुनै एउटा घटना भएको छ भने मैले अहिले कानुन बनाएर सजाय दिनु मिल्दैन भन्ने है। रेट्रोस्पेक्टिभ भनेको त्यो पनि बुझिराख्नु होला। जस्तो 75 सालको भदौमा चाहिँ कानुनहरू बन्यो होइन, सजायहरू दियो भने त्यहाँभन्दा अगाडिकाको लागि बनाउने होइन कि, त्यो 75 सालभन्दा पछाडिका जति पनि इन्सिडेन्ट हुन्छ नि त्यसको लागि चाहिँ कानुन बनाइने। द इन्डिपेन्डेन्स अफ द जुडिसियरी मस्ट बी ग्यारेन्टेड ल है। कानुनका के प्रिन्सिपलहरू हुन् जोसेफ राजको, ओपन हुनुपर्छ, स्टेबल हुनुपर्छ, चेन्ज भइराख्नु हुँदैन। जुडिसियरी भनेको चाहिँ इन्डिपेन्डेन्स हुनुपर्छ है, जस्तो हाम्रो जुन न्यायपालिका छ त्यो भनेको स्वतन्त्र हुनुपर्छ। प्रिन्सिपल अफ नेचुरल जस्टिस चाहिँ अब्जर्भ गर्नुपर्छ। नेचुरल जस्टिसका दुईटा प्रिन्सिपल अहिले हेरौँला के पर्छ नि। अनि द मेकिङ पार्टिकुलर ल, पार्टिकुलर लिगल अर्डर सुड बी गाइडेड बाई ओपन, स्टेबल, क्लियर एन्ड जेनरल रुल्स होइन। जस्तो कुनै एउटा कानुन बनाउँदै गर्दाखेरि त्यो कानुन चाहिँ है, कुनै एउटा कानुन अर्डरहरू जारी गर्दै गर्दाखेरि त्यो भनेको चाहिँ ओपन हुनुपर्छ, स्टेबल, क्लियर हुनुपर्छ। द कोर्ट सुड ह्याभ जुडिसियल रिभ्यू पावर्स ओभर द इम्प्लिमेन्टेसन अफ द अदर प्रिन्सिपल्स है। त्यो भने चाहिँ कस्तो भन्दाखेरि अदालतको जुडिसियल पावर, जुडिसियल रिभ्यू हुनुपर्छ भन्ने कुराहरू हो होइन। अदर अर्गानहरूमाथि भन्न मिल्छ है। जस्तो अरू अर्गानमाथि चाहिँ के गर्नुपर्छ भन्दाखेरि कोर्ट सुड ह्याभ दि जुडिसियल पावर होइन। ओ सरी, अदर प्रिन्सिपल जस्तो कुनै एउटा चाहिँ प्रिन्सिपलहरू छ होइन, त्यो प्रिन्सिपललाई इम्प्लिमेन्ट गर्नको लागि अदालतसँग त पावर चाहियो नि त होइन। त्यसैले अदालतसँग चाहिँ जुडिसियल रिभ्यू गर्ने पावर हुनुपर्छ, न्यायिक पुनरावलोकन गर्ने पावर हुनुपर्छ। जस्तो सरकारले गरेको कुनै काम संविधानको विरुद्धमा छ भने या व्यवस्थापिकाले बनाएका कानुन चाहिँ के छ भन्दाखेरि यदि संविधानको विरुद्धमा छ भने चाहिँ के गर्ने भन्दाखेरि भोइड गर्न सक्ने अधिकार हुनुपर्छ। कोर्ट सुड बी इजिली एक्सेसिबल होइन। अदालत चाहिँ सबैको पहुँचमा हुनुपर्छ होइन। जस्तो प्रत्येक जिल्लामा जिल्ला अदालत छ नि त होइन, सबैको पहुँचमा हुनुपर्छ। द डिस्क्रिप्सन अफ द क्राइम प्रिभेन्टिङ एजेन्सी सुड बी अलाउड टु फरवर्ड ल होइन। जोसेफ राजले यो द रुल अफ ल एन्ड इट्स भर्चु भन्ने बुकमा लेखेका केही के हुन् भन्दाखेरि कुराहरू हुन् है।
अब केही प्रिन्सिपलहरू हेरौँ, लोन फुलरले पनि दिएका छन् होइन। उनले के भन्छन् भन्दाखेरि देयर मस्ट बी रुल्स भन्छन्, रुल्सहरू हुनुपर्छ। त्यो रुल्स भनेको चाहिँ प्रोस्पेक्टिभ हुनुपर्छ, रेट्रोस्पेक्टिभ हुनु हुँदैन। रेट्रोस्पेक्टिभ भनेको आज एउटा कानुन बनाउनु भयो, अनि त्यो कानुनलाई चाहिँ तपाईँले के गर्नुभयो भन्दाखेरि आज कानुन बनाएर हिजोको क्राइमको लागि सजाय गर्ने खालको हुनु हुँदैन भन्ने हो। अनि त्यो रुल भनेको पब्लिस गरिनुपर्छ होइन, जनताले पढ्न पाउनुपर्छ, क्लियर हुनुपर्छ, इन्टेलिजिबल हुनुपर्छ, कन्ट्राडिक्टरी हुनु हुँदैन, कुनै अरू कानुनसँग बाजिने खालको हुनु हुँदैन, र कन्स्टेन्टली फ्रिक्वेन्टली चेन्ज भइराख्ने खालको, बदलिराख्ने खालको हुनु हुँदैन। अब रुल अफ लका केही प्रिन्सिपलहरू हेरौँ। सुप्रिमेसी अफ ल हुनुपर्छ, कानुनको सुप्रिमेसी, एब्सेन्स अफ आर्बिट्रेरी पावर, निरङ्कुश शासन हुनु हुँदैन, गभर्मेन्ट एक्सनको लिगालिटी हुनुपर्छ, सरकारले चालेका कदमहरू कानुन बमोजिमका हुनुपर्छ, इक्वालिटी बिफोर ल वा इक्वल प्रोटेक्सन अफ ल हुनुपर्छ। तपाईँ चाहे पावरफुल मान्छे हो, तपाईँ चाहे के भन्छ पावर नहोस् होइन, तपाईँको चाहे पोलिटिकल चिन्जान होस् नहोस्, के जेसुकै भए पनि कानुन चाहिँ सबैको लागि बराबर हुनुपर्छ। प्रिन्सिपल अफ बायस भन्ने कुरा छ। प्रिन्सिपल अफ बायस भने कस्तो भन्नुहुन्छ भने जस्तो बायस भएर चाहिँ के गर्नु हुँदैन भन्दाखेरि कुनै पनि सजाय गर्नु हुँदैन, सरी बायस भएर कुनै पनि मुद्दा हेरिनु हुँदैन। जस्तो कुनै एउटा न्यायाधीश छ होइन, न्यायाधीश छ, उसको आफ्नो छोराको केस छ, अब त्यो केस त उसले हेर्न मिलेन नि त होइन, किनकि त्यसमा चाहिँ ऊ पूर्वाग्रह हुने सम्भावना हुन्छ। र राइट टु हियरिङ भनेको चाहिँ तपाईँले सुनवाई गर्ने अधिकार हुनुपर्छ, तपाईँ चाहिँ अदालतमा गएर भन्न पाउने अधिकार हुनुपर्छ। त्यस पछाडि अर्को भनेको रिजन डिसिजन हुनुपर्छ, कुनै पनि एउटा डिसिजन दिँदा तार्किक हुनुपर्छ, जुडिसियरी इन्डिपेन्डेन्ट हुनुपर्छ। त्यस पछाडि जुडिसियल रिभ्यूको अधिकार हुनुपर्छ। डक्ट्रिन अफ अल्ट्रा बायर्स भनेको चाहिँ त्यो हामीले संविधानको 133मा हेरेका छौँ नि, कुनै पनि एउटा जस्तो हाम्रो के भनेको छ भन्दाखेरि यदि संविधानसँग बाजियो भने बाजिएको हदसम्ममा सर्वोच्च अदालतले अमान्य गर्न सक्छ भन्ने कुराहरू छ। प्रिडिक्टेबिलिटी इन जजमेन्ट, एडमिनिस्ट्रेटिभ डिसिजन र कन्सिक्वेन्सेस अफ पनिसमेन्ट भनेको चाहिँ जस्तो कुनै एउटा जजमेन्ट कस्तो हुन्छ, एडमिनिस्ट्रेटिभ डिसिजन कस्तो हुन्छ, र मैले कुनै एउटा क्राइम गरेँ भने मैले के सजाय पाउँछु भन्ने कुरा चाहिँ प्रिडिक्टेबल हुनुपर्छ, मैले अनुमान लगाउन सक्ने खालको हुनुपर्छ होइन। जस्तो मैले यो क्राइम गरेँ भने मैले यति यति सजाय पाउँछु है भन्ने कुरा त हामीलाई प्रिडिक्टेबल हुन्छ नि त, हो त्यो खालको हुनुपर्छ। ल सुड बी क्लियर, ट्रान्सप्यारेन्ट एन्ड स्टेबल हुनुपर्छ होइन। ट्रान्सप्यारेन्ट भनेको पारदर्शी हुनुपर्छ, सबैले देखिने खालको हुनुपर्छ, क्लियर हुनुपर्छ र स्टेबल हुनुपर्छ, चेन्ज हुने खालको हुनु हुँदैन। ल मेकिङ प्रोसेस, कानुन बनाउने प्रोसेस पनि त्यस्तै खालको स्टेबल हुनुपर्छ। प्रिन्सिपल अफ नेचुरल जस्टिसलाई रेस्पेक्ट गरिनुपर्छ। अदालतमा इजी एक्सेस हुनुपर्छ होइन, अदालतमा चाहिँ पहुँच हुनुपर्छ। फ्री एन्ड फेयर क्रिमिनल इन्भेस्टिगेसन सिस्टम, जस्तो कुनै एउटा क्रिमिनल छ उसलाई चाहिँ इन्भेस्टिगेसन गर्नुपर्ने छ भने चाहिँ फ्री र फेयर हुनुपर्छ। थ्योरी अफ सेपरेसन अफ पावर एन्ड चेक एन्ड ब्यालेन्स, यो हामीले एकछिनमा हेरौँला होइन। सेपरेसन अफ पावर भने के भन्दाखेरि राज्यका 3वटा अर्गनहरू छ, ती 3वटा अर्गनहरू चाहिँ सेपरेट हुनुपर्छ होइन। र चेक एन्ड ब्यालेन्स भनेको चाहिँ के हुन्छ भन्दाखेरि एउटाले अर्कोलाई चेक गर्नुपर्छ, कसरी चेक गर्छ भनेर अहिले हेरौँला है। त्यो व्यवस्थापिकाले कार्यपालिका र न्यायपालिका कसरी चेक गर्छ, न्यायपालिकाले व्यवस्थापिका र कार्यपालिकाले कसरी चेक गर्छ भन्ने कुराहरू हेरौँला। सेपरेसन अफ पावर भनेको चाहिँ 3वटा राज्यका निकायहरू छ, तिनीहरू चाहिँ एउटाले अर्काको काम गर्नु हुँदैन भन्ने कुरा हो। अब रुल अफ ल नेपालमा के छ भन्ने कुरा हेरौँ होइन। रुल अफ ल हाम्रा पहिला संविधानहरूमा पनि थिए, कन्स्टिट्युसन अफ किङडम अफ नेपाल 1990, अन्तरिम कन्स्टिट्युसन अफ नेपाल 2007, यिनीहरूमा पनि धेरै प्रिन्सिपलहरू थिए भन्ने होइन। र अहिलेको संविधानमा के छ भनेर हेर्ने होइन। अब संविधानको प्रिएम्बलमा प्रस्तावनामै के भनेको छ भन्दाखेरि नेपाल इज बिङ कमिटेड टु सिभिल लिबर्टिज होइन, नागरिक स्वतन्त्रताहरू, त्यस पछाडि मौलिक अधिकारहरू, ह्युमन राइट्सहरू होइन, पिरियडिक इलेक्सनहरू, अनि इलेक्सनहरू गराउने, त्यस पछाडि प्रेसको स्वतन्त्रता, इन्डिपेन्डेन्ट इम्पार्सियल र कम्पिटेन्ट जुडिसियरी, र कन्सेप्ट अफ रुल अफ ल भन्ने कुराहरू कहाँ लेखेको छ भन्दाखेरि प्रिएम्बलमै लेखेको छ पहिलो कुरा होइन। अर्को कुरा भनेको आर्टिकल 1मा सुप्रिमेसी अफ ल भनेको छ होइन। एनी ल इन्कन्सिस्टेन्ट विथ द कन्स्टिट्युसन साल टु द एक्सटेन्ट अफ सच इन्कन्सिस्टेन्सी बी भोइड भनेर त हामीले कन्ठै गरे हो होइन। डक्ट्रिन अफ अल्ट्रा बायर्स हेर्नु, संविधानको विरुद्धमा गएका कुराहरू अमान्य हुन्छ भन्ने कुराहरू संविधानको 1मा लेखेको छ। 133मा चाहिँ के भनेको छ भन्दाखेरि जुन सर्वोच्च अदालतले चाहिँ यदि कुनै एउटा
निकायले बनाएका कानुनहरू संविधानको विरुद्धमा छ भने सर्वोच्च अदालतले के गर्न सक्छ, भोइड गर्न सक्छ भन्ने कुराहरू 133 मा लेखेको छ हैन। त्यो तपाईले डिटेलमा पढ्नु होला है। जस्तो प्रदेशले बनाएको कानुन चाहिँ यो स्थानीयको कानुन प्रदेशको विपरीत छ भने, प्रदेशको कानुन चाहिँ संघको विपरीत छ भने भोइड गर्न मिल्छ भन्ने कुराहरू यसमा छ। अब इक्वालिटी बिफोर ल एन्ड इक्वल प्रोटेक्सन अफ ल कहाँ छ भन्दाखेरि आर्टिकल 18 मा छ, राइट टु इक्वालिटी छ हैन। कुनै पनि व्यक्तिलाई, कुनै पनि वर्गलाई, कुनै पनि समुदायलाई उनीहरूको रेस, कास्ट, क्लास, सेक्स कुनै पनि आधारमा डिस्क्रिमिनेट गर्नु हुँदैन भन्ने कुरा छ। अनि सेपरेसन अफ पावर एन्ड चेक एन्ड ब्यालेन्सको कुरा पनि हाम्रो संविधानमा छँदैछ हैन। राज्यका 3वटा अर्गनहरू छन्। हामीले कुन चाहिँ फलो गर्छौँ भन्दाखेरि पार्लियामेन्ट्री सिस्टम फलो गर्छौँ। सेपरेसन अफ पावर छ, राज्यका 3वटा अर्गनहरू छ, 3वटा अर्गनहरू छुट्टा छुट्टै हुनुपर्छ र एउटा अर्गनले अर्को अर्गनलाई चेक गर्नुपर्छ, ब्यालेन्स गर्नुपर्छ भन्ने कुरा पनि छ। र अर्को राइट रिलेटिङ टु जस्टिस भन्ने त धारा 20 मा छँदैछ, न्याय सम्बन्धी अधिकार हैन। त्यो पनि कहाँ छ भन्दाखेरि यी कुराहरू हाम्रो संविधानमा लेखेको छ। अब के केसेसहरू हेरौँ हैन, रुल अफ ललाई मेन्टेन गर्नको लागि के केसेसहरू छ भन्ने कुराहरू हेरौँ है। एउटा छ भरतमणि जङ्गम एन्ड अदर्स भर्सेस अफिस अफ प्रेसिडेन्ट एन्ड अदर्स भन्ने यो केस छ हैन। यसमा चाहिँ के भन्छ भन्दाखेरि संविधान सभाले मनपरी तरिकाले आफ्नो टाइम पिरियड एक्सटेन्ड गर्नु हुँदैन हैन। जस्तो तपाईको एउटा टाइम हुन्छ, त्यो एउटा टिनेर हुन्छ, तपाईलाई त यति टाइम भित्रमा तपाईले संविधान बनाउनु भनेर पठाएको हुन्छ हैन। तर तपाईले मनपरी ढङ्गले म त हामीलाई टाइम पुगेन भन्ने 6 महिना म्याद थप्ने, फेरि टाइम पुगेन भन्ने फेरि म्याद थप्ने गर्न मिल्दैन भन्ने कुराहरू थियो हैन। अब श्रीकृष्ण सुवेदी एन्ड रामकृष्ण काफ्ले अन बिहाफ अफ इनहर्ड इन्टरनेसनल भर्सेस प्रेसिडेन्ट रामवरण यादव, यसमा चाहिँ के भन्छ भन्दाखेरि है यो जुन हेड अफ स्टेट छ नि, हेड अफ स्टेटको न त कुनै कन्स्टिट्युसनल प्रिभिलेज हुन्छ, न त कुनै यो संविधान इन्टरिम संविधान भित्रको कुनै एउटा इम्युनिटी हुन्छ भनेर उनले भनेको छ हैन। रिकमेन्डिङ अथोरिटी सुड बी एन्सरेबल बी फर एनी काइन्ड अफ डिसिजन टेकन बाई द हेड अफ स्टेट हो। हेड अफ स्टेटले जति पनि डिसिजन लिन्छ त्यसको लागि रिकमेन्डिङ अथोरिटी चाहिँ एन्सरेबल हुनुपर्छ भन्ने कुरा गर्छ। अब बालकृष्ण नेउपानेको एकदमै सजिलो छ हैन। यिनले चाहिँ के गरे हुन्छन् भन्दाखेरि बालकृष्ण नेपाने भर्सेस बालकृष्ण नेपाने भने त हाम्रो ऊ नै हुनुभयो हैन, लयर। त्यो तपाईँ कतिजनाले चिन्नुहुन्छ, एकजना त्यो अलिकति ऊ हुनुहुन्छ है, जो सिनियर लयर हुनुहुन्छ। अनि बालकृष्ण नेपाने भर्सेस भाइस प्रेसिडेन्ट परमानन्द झाको यो केसमा के भने हुन्छ, के हुन्छ भन्दाखेरि परमानन्द झाले चाहिँ ओथ लिनुपर्ने हुन्छ। ओथ भने त्यो शपथ ग्रहण गर्नुपर्ने हुन्छ हैन। अनि उहाँले चाहिँ हिन्दी भाषामा शपथ लिनुहुन्छ के। अनि के भने हुन्छ भन्दाखेरि संविधानभन्दा माथि कोही पनि होइन। र नेपालको संविधानको धारा 1 को 2 मा के भनेछ भन्दाखेरि संविधानलाई मान्नुपर्छ भनेर भनेको छ। त्यसैले हिन्दी भाषामा शपथ ग्रहण गर्न मिल्दैन भनेर भन्छ है। परमानन्द झाले चाहिँ हिन्दी भाषामा शपथ ग्रहण गरेको हुनाले हिन्दी भाषामा शपथ ग्रहण गर्न मिल्दैन भन्ने कुराहरू गर्छ। अब सञ्जीव पराजुली अन बिहाफ अफ एक्स मिनिस्टर राजीव पराजुली भर्सेस आरसीसीसी भन्ने यो केस छ है, रोयल कमिसन अन द करप्सन कंट्रोल। यसमा के भएको हुन्छ भन्दाखेरि त्यतिखेरको यो 62 सालमा चाहिँ ज्ञानेन्द्रले के गरे हुन्छन् भन्दाखेरि एउटा भ्रष्टाचार नियन्त्रण शाही आयोग भन्ने एउटा आरसीसीसी गभर्न के फर्म गरे हुन्छन् हैन। अनि त्यस पछाडि चाहिँ उनले के गरे हुन्छन् भन्दाखेरि उनले चाहिँ यसबाट यो एक्स मिनिस्टर राजीव पराजुलीले चाहिँ यिनलाई यो जुन भ्रष्टाचार नियन्त्रण शाही आयोग छ नि, यो शाही आयोग चाहिँ के हुन्छ भन्दाखेरि यसको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जुन क्षेत्राधिकार छ त्यो चाहिँ एकदम सिमिलर खालको हुन्छ के। अनि अब यो एकचोटि सर्र पढ्छु अनि तपाईँलाई बुझाउँछु है। यो मुद्दामा तत्कालीन राज्यबाट गठन गरिएको भ्रष्टाचार नियन्त्रण शाही आयोगको संवैधानिक वैधतामाथि प्रश्न उठाइएको थियो। सर्वोच्च अदालतले आरसीसीसीको संवैधानिक वैधताको प्रश्नलाई केवल राजनीतिक प्रश्न भन्दै न्यायिक पुनरावलोकनबाट बाहिर राख्न नमिल्ने ठहर गर्यो आयोगलाई। ल हेर्न, यो चाहिँ सम पोलिटिकल क्वेसन होइन भन्ने कुरा गर्यो पहिलो क्वेसन। दोस्रो भनेको आयोगलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अदालतको क्षेत्राधिकारसँग समानान्तर रूपमा अधिकार दिएको थियो र सङ्कटकालीन शक्तिको आधारमा आयोगलाई निरन्तरता दिएको विषय संविधान अनुकूल नभएको ठहर गर्दै सर्वोच्च अदालतले आरसीसीसीलाई असंवैधानिक तथा अमान्य घोषित गरी खारेज गर्यो हैन। त्यतिखेर चाहिँ आरसीसीसी आएको हुन्छ, तर अख्तियारले गर्ने काम हैन आरसीसीसीले गर्यो, कुनै एउटा राजाले एउटा पावर दिएर काम गर्यो भनेर त्यसलाई चाहिँ भोइड गरिन्छ। अब यसलाई अहिले लिङ्क गरेर हेर्नु न, बालेन शाहले के भनेछन् भन्दाखेरि हैन पुराना मुद्दाहरू खोल्ने,
त्यस पछाडि पुराना केसहरू खोलेर त्यो केसहरू सबैको चाहिँ सम्पत्ति छानबिन गर्ने भनेका छन् होइन। अब तिनलाई चाहिँ कति पावरसम्म तिनले के एक्सर्साइज गर्न पाउला नि त होइन। अख्तियारले जुन एक्सर्साइज गर्नुपर्ने पावर छ तिनले एक्सर्साइज गर्न पाउला नि त हो। यो क्वेसन पनि तपाईँहरूले एकचोटि आफैले मनन गर्नु है। अब रुल अफ ल जुडिसियल रिभ्यू होइन, यसको बारेमा यसले स्पष्ट पार्छ भन्ने कुरो। अब अर्को छ मीरा ढुङ्गाना एटल भर्सेस FWLD मिनिस्ट्री अफ ल जस्टिस एन्ड पार्लियामेन्ट्री अफेयर्सको एउटा केस छ होइन। यो केसमा के हुन्छ भन्दाखेरि पहिला चाहिँ एउटा एकदमै वेड कानुन हुन्छ क्या। पहिला चाहिँ महिलासँग डिभोर्स गर्नलाई के गरे हुन्छ भन्दाखेरि यदि महिला कति वर्ष भनेको छ है 10 वर्ष कति वर्ष भनेको छ, महिला चाहिँ सर्टेन वर्षसम्ममा यदि इन्फर्टाइल भयो, महिलाले चाहिँ बच्चा जन्माउन सकेन भने पुरुषले डिभोर्स दिन मिल्छ भनेर भने हुन्छ होइन। त्यो कानुनमा लेख्या हुन्छ। तर मीरा ढुङ्गानाले यो कानुनलाई च्यालेन्ज गरिदिनुहुन्छ होइन। र उसले के भन्नुहुन्छ भन्दाखेरि महिला बाँझो भयो भन्दामा होइन, महिलाको बच्चा जन्मिन भन्दामा डिभोर्स लिन पाउने हो भने त त्यो बच्चा त पुरुषको कारणले पनि त नजन्मेको हुनसक्छ। त्यसैले महिलाले बच्चा जन्माइनन् भन्दैमा डिभोर्स गर्न मिल्दैन होइन। यो कुरा भनेको चाहिँ संविधानको विरुद्धमा छ, या भनौँ यो चाहिँ राइट टु इक्वालिटीको अगेन्स्टमा छ भनेर बढी गरिन्छ। अर्को छ सूर्य प्रसाद शर्मा ढुङ्गेल भर्सेस गोदावरी मार्बल इन्डस्ट्रिजको केस। यसमा चाहिँ के भन्छ भन्दाखेरि क्लिन एन्ड हेल्दी इन्भाइरोमेन्ट भनेको चाहिँ पार्ट अफ राइट अफ लाइफ हो। र सुप्रिम कोर्टले के भन्छ भन्दाखेरि गोदावरी एरियाको होइन हावा पानी साउन्ड इन्भाइरोमेन्टलाई के गर्नुपर्छ भन्दाखेरि प्रोटेक्ट गर्नुपर्छ, त्यसको लागि नेसेसरी एक्सन लिनु भन्छ। यति भइसके पछाडि तपाईँहरूले रुल अफ लको बारेमा केस पनि भयो होइन, नेपालका संवैधानिक प्रोभिजनहरू पनि भयो र तीनवटा हामीहरूले तीनवटा प्रिन्सिपल पनि पढियो है। डाइसीले दिएका तीनवटा प्रिन्सिपल के थिए ल भन्नु त कसले याद छ? प्रिन्सिपल अफ लिगालिटी, प्रिन्सिपल अफ इक्वालिटी र जति पनि ती अहिलेका रुल्सहरू छ ती भनेको के हुन् भन्दाखेरि यिनीहरू के हुन्? जेनरल रुल अफ कन्स्टिट्युसन ल भनेको रिजल्ट अफ अर्डिनरी ल अफ द ल्यान्ड भन्ने कुरा भयो होइन। जोसेफ राजका केही प्रिन्सिपल हेरियो, त्यस पछाडि ब्याकग्राउन्ड अफ द रुल अफ ल हेरियो, अनि रुल अफ ल नेपालमा कसरी छ भनेर कुन कुन संविधान अनुसार छ भन्ने कुराहरू हेरियो, धारा 1 133 आर्टिकल 18-20 भन्ने कुराहरू हेरियो, सेपरेसन अफ पावर अफ एन्ड चेक एन्ड ब्यालेन्स भन्ने कुराहरू हेरियो र केही केसेसहरू पनि हेरियो। अब यो केसेसहरू हेरिसके पछाडि हामीहरू कहाँ जाउँ भन्दाखेरि सेपरेसन अफ पावर एन्ड चेक एन्ड ब्यालेन्समा जाउँ है त। ओके, सेपरेसन अफ पावर एन्ड चेक एन्ड ब्यालेन्समा जाउँ है। अलिकति यो म तपाईँलाई ठिक छ, सेपरेसन अफ पावर एन्ड चेक एन्ड ब्यालेन्समा जाउँ है। राज्यको शक्ति भन्नासाथ कानुन बनाउने, व्याख्या गर्ने र लागू गर्ने वैधानिक अधिकारलाई बुझ्नुपर्ने हुन्छ। अब यहाँ के भन्छन् भन्दाखेरि लर्ड एक्सनको एउटा सम्झिनु, power tends to corrupt and absolute power corrupts absolutely. Great men are those who are almost always bad men भनेको छ कि। यहाँ चाहिँ के भनेको छ भन्दाखेरि तपाईँलाई एक्सेसिभ पावर दियो भने तपाईँ करप्ट हुनुहुन्छ अरे कि। तपाईँले धेरै पावर दियो भने के हुन्छ भन्दाखेरि एब्सोल्युट पावर करप्ट्स एब्सोल्युटली भनेको चाहिँ तपाईँसँग पावर धेरै भयो भने के हुन्छ भन्दाखेरि तपाईँ बिग्रिनुहुन्छ भन्ने कुराहरू उसले गर्छ होइन। अनि अर्को भनेको चाहिँ विधायिकालाई नै एकुमुलेसन अफ, यो चाहिँ जेम्स मेडिसनको अर्को छ है, एकुमुलेसन अफ अल पावर्स लेजिस्लेटिभ एक्जिक्युटिभ एन्ड जुडिसियरी इन द सेम ह्यान्ड्स वेदर अफ वन or a few or many and whether hereditary, self-appointed or elective may justly be pronounced the very definition of tyranny. तपाईसँग यदि राज्यको एउटै निकायसँग लेजिस्लेटिभ एक्जिक्युटिभ र जुडिसियरीको पावर छ भने हैन, चाहे त्यो जसरी पनि होस्, चाहे त्यो हेरिडिटी होस्, चाहे त्यो एपोइन्ट गरेर आएको होस्, चाहे त्यो इलेक्ट गरेर आएको होस्, तर राज्यको तीनवटा अर्गानमा हुनुपर्ने पावर एउटै मान्छेसँग छ भने त्यो निरङ्कुश शासन हुन्छ भनेर उनले भन्छन् हैन। डक्ट्रिन अफ सेपरेसन अफ पावर इज नट अ लिगल प्रिन्सिपल बट अ पोलिटिकल थ्योरी भनेर कोलिनले भन्छन्। अब यो इभोल्युसन कसरी आयो भन्ने कुराहरू हेरौँ। एरिस्टोटलले द पोलिटिक्सको चौथो अध्यायमा के भन्छन्, चौथो भागको चौथो अध्यायमा भन्दाखेरि संविधानमा तीनटा कुरा हुन्छ अरे। एउटा भनेको विचार विमर्श हुन्छ, छलफल गर्ने। दोस्रो भनेको चाहिँ कार्यकारी, भनेको राज्यका सबै अधिकारीहरू नियुक्ति गर्ने र त्यो अधिकारहरू प्रयोग गर्ने। र तेस्रो भनेको न्यायिक प्रणाली, न्यायिक निरूपण गर्ने हुन्छ, न्याय निरूपण भनेर उनले भन्छन् हैन।
3 एलिमेन्ट्स अफ द कन्स्टिट्युसन भनेर उनले भन्छन्। त्यस पछाडि चाहिँ 17औं शताब्दीको अन्त्यसम्म बेलायतमा नागरिक स्वतन्त्रता र संसदको पूर्ण अधिकारको स्थापना भइसकेको भए पनि फ्रान्समा भने 18औं शताब्दीसम्म पनि पूर्ण राजतन्त्र एब्सोल्युट मोनार्की नै थियो। लुइस 14औं निरङ्कुश शासक थिए र उनले विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारको पूर्ण रूपमा आफै प्रयोग गर्थे र उनले के भन्थे भन्दाखेरि म नै राज्य हुँ, राज्य नै म हुँ भन्ने कुरा गर्थे कि आई एम द स्टेट एन्ड स्टेट इज आई एम भन्थे। यही पृष्ठभूमिमा ब्यारन डी मन्टेस्क्यूले के गरे भन्दाखेरि शासकहरूको शक्तिको दुरुपयोग रोक्न सरकारका विभिन्न अङ्गहरूबीच शक्तिको बाँडफाँड र सीमा निर्धारण गर्ने क्रममा बेलायती शासन पद्धतिको गहन अध्ययन गरे। त्यसको लामो समयसम्म अध्ययन, चिन्तन, मनन र विश्लेषण गरी 1748मा शक्ति पृथकीकरणको पहिलो पटक पूर्ण रूपमा परिमार्जन र परिष्कार गरे। स्पिरिट अफ लज भन्ने कुरा चाहिँ मन्टेस्क्यूले लेखेका हुन् होइन। 1748मा द थ्योरी अफ सेपरेसन अफ पावरको कुरा पनि मन्टेस्क्यूले भनेका थिए। उनले चाहिँ के भन्छन् भन्दाखेरि राज्यको अधिकारलाई विभाजन गर्नुपर्छ, पृथक पृथक शक्तिलाई पृथक पृथक निकायले प्रयोग गर्नुपर्छ भन्ने कुराहरू उनले गर्छन् है। 3टा पावर भनेको केन्द्रीकृत हुनु हुँदैन। कानुन बनाउने, कानुन लागू गर्ने र कानुनलाई व्याख्या गर्ने जुन पावर छ त्यो अधिकार चाहिँ छुट्टा छुट्टै निकायमा हुनुपर्छ भनेर उनले भन्छन्। शक्ति पृथकीकरण सिद्धान्तको प्रयोग एवं नियन्त्रण र सन्तुलन हेरौँ है। सेपरेसन अफ पावर एन्ड चेक एन्ड ब्यालेन्स। अब मन्टेस्क्यूले त यो भने होइन। 1789मा अमेरिकी संविधानमा पनि अब यो समावेश गरेको थियो। अमेरिकी संविधानको धारा 1, 2, 3 लेजिस्लेटिभ, एक्जिक्युटिभ, जुडिसियरी यसरी सम्झिनु होला। संविधानको धारा 1मा के भन्थ्यो भन्दाखेरि अल लेजिस्लेटिभ पावर्स आर भेस्टेड इन कङ्ग्रेस होइन। 2मा के भन्थ्यो भन्दाखेरि द एक्जिक्युटिभ पावर साल बी भेस्टेड इन द प्रेसिडेन्ट अफ द युएस होइन, किन भन्दाखेरि त्यहाँ प्रेसिडेन्सियल सिस्टम छ। र 3ले के भन्छ भन्दाखेरि जुडिसियल पावर साल बी भेस्टेड इन वान सुप्रिम कोर्ट एन्ड इन सच इन्फेरियर कोर्ट्स एज द कङ्ग्रेस मे फ्रम टाइम टु टाइम अर्डर इन स्टाब्लिस। यहाँ चाहिँ के भनेको छ भन्दाखेरि सबै न्यायिक कुराहरू चाहिँ जुडिसियरीमा हुन्छ भनेर 3ले, 1ले चाहिँ लेजिस्लेटिभ पावर कङ्ग्रेसमा हुन्छ, 2ले चाहिँ प्रेसिडेन्टसँग एक्जिक्युटिभ पावर हुन्छ र न्यायिक पावर अदालतमा हुन्छ भनेर चाहिँ के भन्यो भन्दाखेरि 3ले भन्यो है। यसरी सम्झिनु होला। सेपरेसन अफ पावर आयो भने यसरी लेख्नु होला। यस्तो संवैधानिक प्रावधान भए पनि 3वटा सदस्यहरूमध्ये जुडिसियरीका सदस्य अर्थात् सुप्रिम कोर्टका न्यायाधीशहरू भनेको राष्ट्रपतिबाट नियुक्ति हुन्छन् त्यहाँ है। र 3लाई अमेरिकी कङ्ग्रेसको माथिल्लो सदनले अनुमोदन गर्छ। अहिले एउटा फिगर पनि हेरौँला है। चेक एन्ड ब्यालेन्समा छ। त्यो चाहिँ के हुन्छ भन्दाखेरि अमेरिकामा चाहिँ जुन सर्वोच्च अदालतका न्यायाधीशहरू छन् नि त्यो अमेरिकाका सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राष्ट्रपतिले नियुक्ति गर्छ होइन। तर त्यसलाई अनुमोदन चाहिँ सिनेटले गर्छ। सिनेटको अध्यक्षतामा उपराष्ट्रपतिले गर्दछन्। राष्ट्रपतिले भिटोद्वारा कङ्ग्रेसको विधेयक अस्वीकार गर्न सक्छ। कङ्ग्रेसले कुनै एउटा बिल पठायो भने राष्ट्रपतिले भिटो पहिलोचोटिलाई भिटो दिन सक्छ। तर कङ्ग्रेसले 2/3 बहुमत लायो भने चाहिँ राष्ट्रपतिलाई पनि हटाउन सक्छ र सुप्रिम कोर्टका न्यायाधीशलाई पनि हटाउन सक्छ र राष्ट्रपतिको जुन भिटो अधिकार छ त्यसलाई पनि निष्क्रिय पार्न सक्छ। यसै गरेर सुप्रिम कोर्टले जुडिसियल रिभ्यूको अधिकारद्वारा राष्ट्रपतिका निर्णयहरू र कङ्ग्रेसले बनाएका कानुनहरूलाई गैर संवैधानिक पनि घोषणा गर्न सक्छ। अब हेर्नुहोस् चेक एन्ड ब्यालेन्स हेर्नु है। अघि मैले भनेको फिगर यही हो। युएस फेडरल गभर्मेन्टको लेजिस्लेचर हेर्नु त यो कङ्ग्रेस हो, यो एक्जिक्युटिभ हो, यो जुडिसियरी हो होइन। अब हेर्नु कङ्ग्रेसले कसरी यता र यता कन्ट्रोल गरेको छ हेर्नु है। कङ्ग्रेसले के गर्छ, एक्जिक्युटिभलाई कसरी कन्ट्रोल गर्छ भन्दाखेरि बजेट कन्ट्रोल गर्छ कङ्ग्रेसले, प्रेसिडेन्टको भिटो लाउन सक्छ र प्रेसिडेन्टलाई चाहिँ 2/3 बहुमतबाट निकालिदिन सक्छ। अब कङ्ग्रेसले जुडिसियरीलाई कसरी कन्ट्रोल गर्छ भन्दाखेरि कङ्ग्रेसले सिनेटले चाहिँ प्रेसिडेन्टको कोर्ट अपोइन्टमेन्टहरू के गर्छ, एप्रुभ गर्छ र जजेसलाई पनि रिमुभ गर्न सक्छ। र अब हेरौँ एक्जिक्युटिभले हेर्नु है। अब एक्जिक्युटिभले जुडिसियरीलाई कसरी कन्ट्रोल गर्छ भन्दाखेरि प्रेसिडेन्टले जजेसलाई अपोइन्ट गर्छन् त्यसरी कन्ट्रोल गर्न सक्छ। कङ्ग्रेसलाई कसरी कन्ट्रोल गर्छ भन्दाखेरि प्रेसिडेन्टले भिटो लाउन सक्छ त्यसरी एक्जिक्युटिभले कन्ट्रोल गर्छ। अब जुडिसियरीले कसरी कन्ट्रोल गर्छ ल हेर्नु है। जुडिसियरीले कङ्ग्रेसका लज र एक्ट्सहरूलाई अनकन्स्टिट्युसनल गराएर कङ्ग्रेसलाई के गर्छ, कन्ट्रोल गर्छ र जति पनि यो एक्जिक्युटिभले गरेका होइन प्रेसिडेन्टले गरेका एक्ट्सहरू यदि अनकन्स्टिट्युसनल छ भने अनकन्स्टिट्युसनल गराउन सक्छ। यसरी एउटाले अर्कोलाई चेक एन्ड ब्यालेन्स गर्छन् है। र त्यो लेख्दै गर्दाखेरि एउटा चाहिँ एकदमै इम्पोर्टेन्ट पोइन्ट तपाईँले लेख्नु भने चेक गर्ने मान्छेले तपाईँलाई ओहो पढे रहेछ भन्ने सोध्छन्। र त्यो इम्पोर्टेन्ट पोइन्ट के हो भन्दाखेरि तपाईँले लास्टमा लेख्नु होला है। जतिसुकै व्यवहारमा होइन, जतिसुकै व्यवहारमा चेक एन्ड ब्यालेन्स र प्रिन्सिपल अफ सेपरेसन अफ पावरको कुरा गरिए तापनि नेपाल जस्तो पार्लिमेन्ट्री सिस्टम भएको ठाउँमा सेपरेसन अफ पावर
पोसिबल छैन, एब्सोल्युट सेपरेसन अफ पावर पोसिबल छैन भनेर लेखिदिनु होला होइन। किनकि नेपालमा त यो पार्लिमेन्टबाटै प्रधानमन्त्रीहरू जान्छन् नि त होइन। त्यो हुनाले एब्सोल्युट सेपरेसन अफ पावर चाहिँ के छैन, सम्भव छैन भनेर लेख्नु होला। नेपालको संविधानमा शक्ति पृथकीकरण हेर्नु है, नेपालमा चाहिँ शक्ति पृथकीकरणका सम्बन्धमा कार्यकारिणीको सर्वोच्च अधिकार सङ्घीय मन्त्री सभामा रहने, मन्त्री परिषदमा रहने, कानुन बनाउने अधिकार सङ्घीय संसदमा हुन्छ, न्याय सम्बन्धी अधिकार चाहिँ कहाँ हुन्छ भन्दाखेरि अदालतमा हुन्छ है। यो हामीले यसरी भन्न सकिन्छ। तर यो पद्धतिमा कार्यपालिका र व्यवस्थापिकालाई संस्थागत रूपमा अलग अलग भए पनि शक्तिको प्रयोगमा सेपरेट इन्स्टिट्युसन बट सेयरिङ पावर्स भन्न सकिन्छ होइन। कार्यपालिका र व्यवस्थापिका छुट्टै छुट्टै भए पनि यिनीहरूको पावर चाहिँ के हुन्छ भन्दाखेरि पावर चाहिँ सेयर हुन्छ, अघि मैले भने नि होइन। वास्तवमा हेर्ने भने के हुन्छ भन्दाखेरि न्यायपालिका मात्र स्वतन्त्र हुन्छ भनेर हामीले भन्न मिल्छ। ल अब अलिकति कन्क्लुड गरौँ है। जस्तो यो सेपरेसन अफ पावर र चेक एन्ड ब्यालेन्स हामीले धेरै केही त हेरिएन होला, त्यही पनि म सर एकचोटि कन्क्लुड गरिदिन्छु। यो त भइसकेको थियो होइन। ल हेर्नु, रुल अफ ल भनेको छ। अब रुल अफ ल चाहिँ यो लुन फुलरको यो डायलग सम्झिनु होला। तपाईँ जति माथि गए पनि कानुन तपाईँभन्दा माथि भन्छ होइन। अब रुल अफ ल चाहिँ कसरी विकास भयो भन्ने कुराहरू, विकास क्रमहरू हेर्नु होला। एभिडेन्सका 3टा प्रिन्सिपल, लिगल हुनुपर्छ, ल अनुसार कानुन सम्मत हुनुपर्छ, इक्वल हुनुपर्छ, त्यस पछाडि जेनरल रुल्स अफ द कन्स्टिट्युसनल ल आर द रिजल्ट्स अफ द अर्डिनरी ल्यान्ड होइन। हामीहरूको प्र्याक्टिसबाट चाहिँ कन्स्टिट्युसनल लहरू आएका हुन् भन्ने कुराहरू भयो। अनि कानुन कस्तो हुनुपर्छ भन्यो भने प्रोस्पेक्टिभ, क्लियर हुनुपर्छ, स्टेबल हुनुपर्छ, चेन्ज नहुने खालको हुनुपर्छ होइन। ती कुराहरू हेर्नु होला। अनि त्यस पछाडि यो कानुन भनेको चाहिँ कस्तो, यो लुन फुलरले के भन्छन् भन्दा प्रोस्पेक्टिभ हुनुपर्छ, रेट्रोस्पेक्टिभ हुनु हुँदैन, पब्लिस गर्नुपर्छ, क्लियर हुनुपर्छ भन्ने कुराहरू गर्छन्। अब ब्याकग्राउन्ड यी कुराहरू हेर्नु होला है कस्तो भन्ने कुरा। अनि नेपालमा पनि पहिला पनि पहिला पनि यो नेपालमा रुल अफ ल थियो, अहिले पनि धारा 1, 18, 20, 133बाट छ भन्नु होला। यो प्रिन्सिपलहरू हेर्नु होला, सरी केसेसहरू होइन। अनि त्यस पछाडि चाहिँ सेपरेसन अफ पावर। सेपरेसन अफ पावर चाहिँ सबभन्दा सजिलो भनेको अमेरिकाको, याद राख्ने एकदम सजिलो छ। धारा 1, 2, 3 होइन। 1789 को 1, 2, 3 छ। 1 मा लेजिस्लेटिभ पावर कङ्ग्रेसमा हुन्छ, 2 मा चाहिँ एक्जिक्युटिभ पावर प्रेसिडेन्टमा हुन्छ, 3 मा चाहिँ केमा हुन्छ भन्दाखेरि सुप्रिम कोर्ट र अनि अदालतहरूमा हुन्छ भन्छ होइन। एकदमै सजिलो भयो। अब यो चाहिँ कसरी चेक एन्ड ब्यालेन्स हुन्छ भन्ने कुराहरू हो होइन। यो कुराहरू हेर्नु होला। र नेपालमा चाहिँ के हुन्छ भन्दा नेपालमा त तपाईँलाई थाहा छँदैछ, पार्लिमेन्टबाट नै प्राइम मिनिस्टरहरू सेलेक्ट हुने हुन् होइन। त्यस पछाडि कसरी कन्ट्रोल हुन्छ भन्दाखेरि जस्तो भिटोहरू लाउन सक्ने भयो होइन। जस्तो अब सरकारले पहिलोचोटिको लागि भिटो लाउन सक्ने भयो। अनि पार्लिमेन्टले चाहिँ अब 2/3 बहुमतबाट के गर्न सक्छ भन्दाखेरि संविधान संशोधन गर्न सक्छ। 2/3 बहुमतबाट चाहिँ एक्जिक्युटिभलाई के गर्छ भन्दाखेरि जस्तो भोट अफ नो कन्फिडेन्स हुन्छ पार्लिमेन्टसँग होइन। भोट अफ नो कन्फिडेन्स भनेर प्राइम मिनिस्टरलाई बोलाउन सक्छ, तर 2 वर्षसम्म चाहिँ बोलाउनु मिल्दैन है। अनि ती कुराहरू सम्झिनु होला। अनि जुडिसियरलाई पनि 1/4बाट इम्पिचमेन्ट सुरु गर्न सक्छ र 2/3 बहुमत भयो भने न्यायाधीशलाई पनि हटाउन सक्छ। ती कुराहरू भयो। अब नेचुरल जस्टिस हेरौँ है। प्रिन्सिपल अफ नेचुरल जस्टिस एकदमै सजिलो छ, तपाईँहरूलाई सोध्न सक्छ। यो सोध्यो भने मजाले गफ दिनु होला। अब नेचुरल जस्टिस भनेको नेचुरल स्कुल अफ लसँग पनि सम्बन्धित छ होइन। कमन ल सिस्टममा प्राकृतिक न्यायको सिद्धान्तलाई न्याय सम्पादनको आधारभूत अवधारणाका रूपमा लिइन्छ। यसको सम्बन्ध नैतिकताको नियमसँग पनि रहेको छ। प्राकृतिक न्यायको सिद्धान्तलाई स्वच्छ सुनवाई, फेयर हियरिङको आधारका रूपमा पनि लिइन्छ। यसले न्यायलाई विश्वासिलो र भरपर्दो गराउँछ र अन्याय हुनबाट जोगाउँछ। यसको मुख्य उद्देश्य के भन्दा टु सिक्योर जस्टिस एन्ड टु प्रिभेन्ट मिसक्यारेज अफ द जस्टिस। प्राकृतिक न्यायको सिद्धान्त न्याय सम्पादनको मार्गनिर्देशक सिद्धान्त मात्र नभई कानुनी दर्शनको अभिन्न अङ्ग पनि हो। यो सबै गफहरू है। प्राकृतिक न्यायको सिद्धान्तलाई सार्वजनिक कानुनको शाखाको रूपमा विकसित भएको थियो होइन। पब्लिक लबाट आएको, यो थाहा भएकै कुरा हो। जेलाई पनि पब्लिक ल लेखिदिँदा हुन्छ होइन। प्राकृतिक न्यायको सिद्धान्त पनि पब्लिक लबाट आएको, एडमिनिस्ट्रेटिभ ल पनि पब्लिक लबाट आएको होइन। किन भन्दाखेरि प्राइभेट ल भने त तपाईँको कन्ट्र्याक्ट लहरू मात्र आएका हुन् होइन। कन्ट्र्याक्ट ल यो दुईजनाको बिचमा हुने, पब्लिक ल भनेको स्टेट र तपाईँको बिचमा हुने। यसको प्रयोग सार्वजनिक निर्णय गर्ने अधिकारीबाट हुने एकपक्षीय निर्णयलाई नागरिकलाई त्यो एकपक्षीय निर्णयबाट जोगाउनको लागि गरिन्छ होइन। अब प्राकृतिक न्यायका आधारभूत सिद्धान्त एकदमै इम्पोर्टेन्ट 2टा सिद्धान्त छ। पहिलो भनेको पूर्वाग्रह विरुद्धको सिद्धान्त होइन, प्रिन्सिपल अगेन्स्ट बायस, नेमो जुडेसिन कसासुआ भनेर भन्छ है। यो भनेको के पूर्वाग्रह विरुद्धको सिद्धान्त भन्दाखेरि आफ्नो मुद्दामा आफै न्यायाधीश हुनु हुँदैन होइन। निर्णय गर्ने व्यक्ति भनेको निष्पक्ष र तटस्थ हुनुपर्छ। उसका व्यक्तिगत स्वार्थ, सम्बन्ध वा पूर्वाग्रहले निर्णयमा प्रभाव पार्नु हुँदैन। निर्णय वस्तुगत आधारमा हुनुपर्छ। जस्तो भन्यौँ नि हामीले, कुनै एउटा न्यायाधीश
हुनुहुन्छ, अब उहाँको आफ्नो छोराको केस छ अरे, हेर्न मिल्छ? मिल्दैन। छोरा मात्र होइन, छिमेकीको पनि मिल्दैन। त्यही भएर हाम्रो त्यो श्रीमानहरूले भन्नुहुन्छ है, पहिला त्यो सर्वोच्च अदालतमा इन्टर्न गर्दा के भन्नुहुन्थ्यो भन्दाखेरि, हाम्रो एकजना तिलप्रसाद श्रीमान हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ के भन्नुहुन्थ्यो भन्दाखेरि, यो न्यायाधीश भइसके पछाडि त पार्टीमा जानु पनि गाह्रो, काहीँ कोहीसँग घुलमिल गर्न पनि गाह्रो, अब शङ्का गरिहाल्छन्, जानै गाह्रो भन्नुहुन्थ्यो कि त्यतिखेर है। भनिसके पछाडि चाहिँ आफ्नो मुद्दामा आफै न्यायाधीश हुनु हुँदैन, र न्यायाधीश भनेको चाहिँ कोहीसँग त्यसरी घुलमिल गर्नु हुँदैन, किन भन्दाखेरि अन्यथा सोधिहाल्छन् होइन। अब पूर्वाग्रह कस्ता खालका पूर्वाग्रह हुन्छ भनेर हेरौँ है। आर्थिक पूर्वाग्रह हुन्छ, पिकुनियरी बायस, जस्तो तपाईँले पैसा लिएर फैसला गर्न पाउनु भएन। व्यक्तिगत पूर्वाग्रह हुन्छ, तपाईँको नातेदारीमा हुनु भएन, तपाईँको सात पुस्तासँग पनि जोडिएको केस तपाईँले हेर्न पाउनु भएन, तपाईँको व्यक्तिगत सम्बन्ध भएका हुनु हुँदैन होइन, तपाईँको कार्यालयमा काम गर्ने कर्मचारीहरू पनि हुनु हुँदैन। जस्तो अब मानव मैले कति टाइमसम्म हाम्रो श्रीमानसँग काम गरेँ, अब मेरै भोलि गएर केस पर्यो भने अलिकति भयो भने त श्रीमानलाई ओहो होइन, यो मान्छे त अब मसँग काम गरेको रिसर्चमा हेल्प गरे, उहाँ त एकदम राम्रो हुनुहुन्थ्यो, उहाँ विद्वान, उहाँको बारेमा त के नराम्रो भयो होला र भनेर पूर्वाग्रह हुनसक्छ होइन। उहाँले फैसला गरिदिन सक्नुहुन्छ। अब जुडिसियल पूर्वाग्रह, न्यायिक पूर्वाग्रह हुन्छ है, जस्तो न्यायाधीश वा निर्णयकर्ताको पहिलाको धारणा पनि त हुनसक्छ नि होइन। जस्तो एउटा इक्जाम्पल दे है, कुनै एउटा क्याथोलिक जज छ अरे होइन, त्यो क्याथोलिक जजले प्रेग्नेन्सी लिगल हो कि इलिगल भन्ने कुरामा उसले डिसिजन गर्न सक्ला त होइन। जस्तो तपाईँलाई चाहिँ मानौँ पहिलेदेखिबाट के छ भन्दाखेरि प्रिकन्सेप्सन छ कि पहिलेबाट चाहिँ के छ भन्दाखेरि यो जुन प्रेग्नेन्सी भन्दा एबर्सन के तपाईँलाई पहिलेबाट के छ भन्दाखेरि होइन, एबर्सन भुँडो, एबर्सन भनेर त बुझ्नुहुन्छ नि है, एबर्सन भनेर त बुझ्नुहुन्छ होला, त्यो प्रेग्नेन्सीलाई तुहाउने हुन्छ नि त होइन, एबर्सन गर्ने कि गर्भ तुहाउने, जस्तो 3-4 महिनामा एबर्सन गरिन्छ नि त। अब तपाईँलाई पहिलेदेखिबाट के छ भन्दाखेरि होइन एबर्सन त ठिक होइन, एबर्सन त ठिक होइन, बच्चाले मार्नुहुन्न भन्ने तपाईँलाई भित्रबाट छ अरे। तपाईँ न्यायाधीश भइसके पछाडि एबर्सनको के छ भने तपाईँले लिगल भन्नै सक्नुहुन्न कि है। या अब मानौँ तपाईँ चाहिँ कुनै एउटा ठुलो एउटा के भन्छ ब्राह्मण उसमा परिवारमा हुर्किनु भएको छ होइन, अनि तपाईँले चाहिँ पहिल्यैदेखिबाट यो इक्जाम्पल मात्र है, पहिल्यैदेखिबाट लोवर कास्टलाई चाहिँ एकदमै हेप्नुहुन्छ अरे मानौँ, अनि त्यस पछाडि त्यो लोवर कास्टका आउँदै गर्दाखेरि के हुन्छ भन्दाखेरि अदालतमा आउँदै गर्दा होइन यो मान्छेको चाहिँ गल्ती पनि हो कि क्या हो भन्ने जस्तो पनि तपाईँले पर्न सक्छ है। त्यस्ता खालका पूर्वाग्रहहरू के हुन्छ भन्दा तपाईँहरूले एभोइड गर्नुपर्छ, त्यो पूर्वाग्रह राख्नु हुँदैन। नेपालको न्यायिक अभ्यासमा पनि त्यस्ता पूर्वाग्रह रोक्नलाई के अभ्यास गरिएको केही व्यवस्था गरिएको पाइन्छ, जस्तो कि तल्लो अदालतमा गरेको फैसला वा आदेशमाथि पुनरावेदन सोही न्यायाधीशले पुनरावेदन हेर्न हुँदैन होइन। जस्तो जिल्ला अदालतमा तपाईँले कुनै एउटा फैसला गर्नुभएको छ अरे, अब त्यही आदेशमा तपाईँले उच्चमा पनि गएर तपाईँ आफैले हेर्न त मिलेन है। अब अर्को भनेको सुनवाईको मौका दिनुपर्ने, हियर टु द अदर पार्टी वा भनौँ अडियल्ट्रेम पार्टी है। पहिलो के थियो भन्दाखेरि नेमो जडिक्सन कुअगस्टा सुआ भनेको प्रिन्सिपल अगेन्स्ट बायस, अर्को चाहिँ अडियल्ट्रेम पार्टी भनेको अर्को पक्षलाई पनि सुन्नुहोस् होइन। कसैको विरुद्ध निर्णय गर्नभन्दा अगाडि उसलाई पनि आफ्नो कुरा राख्ने मौका दिनुपर्छ। अरूको मान्छेको अर्को पक्षको कुरै नसुनिकन दोषी ठहर गर्नु हुँदैन। कुनै व्यक्तिको विरुद्ध निर्णय गर्नु अघि उसलाई आवश्यक सूचना दिनुपर्छ, आफ्नो पक्ष राख्ने तथा आवश्यक प्रमाण पेश गर्ने मौका पनि दिनुपर्छ। विवादको निर्णय गर्नु अघि दुवै पक्षको कुरा सुन्नुपर्छ। यदि कुनै व्यक्तिलाई सूचना वा सुनवाईको मौका नदिइकन उसको विरुद्ध निर्णय गरियो भने प्राकृतिक न्यायको सिद्धान्तको उल्लङ्घन हुन्छ भनेर यो मालपोत कार्यालय विरुद्ध मौन बहादुर अर्यालको केसमा यो भएको थियो है। जस्तो अब तपाईँलाई थाहै नदिकन तपाईँको विरुद्धमा केस सुनाउनु त भएन नि त होइन। अब ड्यू प्रोसेस अफ ल हेरौँ है। अडियल्ट्रेम पार्टीको विकास कमन ल सिस्टमबाट भएको हो। अमेरिकी कानुन प्रणालीले यसलाई के भन्छ भन्दाखेरि ड्यू प्रोसेस अफ लको अवधारणाबाट प्रयोग गर्छ होइन। अब ड्यू प्रोसेस लमा के भन्छ भन्दाखेरि आरोप वा कानुनको प्रक्रिया के है। जस्तो तपाईँलाई चाहिँ भोलि नै पुलिस आएर बिना कारण बिना सूचना एरेस्ट वारेन्ट बिना तपाईँलाई के समातेर लान मिल्छ? मिल्दैन होइन। त्यो हाम्रो माजिद भाइले भनेको थियो नि है, मलाई चाहिँ एरेस्ट वारेन्ट पनि दिएन यतिकै लगियो भनेर। तपाईँ कतिजनाले त केस पनि सुन्नुभयो होला होइन। भन्छ पछाडि बिना सूचना होइन, बिना सूचना तपाईँलाई के गर्न मिल्दैन भन्दाखेरि तपाईँलाई चाहिँ एरेस्ट गर्न मिल्दैन होइन। तपाईँले चाहिँ आरोप वा कारबाहीको के गर्नुपर्छ? सूचना दिएको हुनुपर्छ है। तर प्रिभेन्टिभ डिटेन्सनमा चाहिँ मिल्छ सूचना बिना पनि, नत्र भने मिल्दैन।
तपाईले सुनवाईको उचित मौका दिनुपर्छ, आफ्नो पक्षबाट तपाईले आफ्नो प्रतिवाद गर्न पाउनुपर्छ, प्रमाण पेश गर्न पाउनुपर्छ, विपक्षीको प्रमाणको खण्डन र जिरह गर्न पाउनुपर्छ, सुनवाई गर्ने निकाय निष्पक्ष हुनुपर्छ, प्रतिरक्षा गर्ने उचित अवसर दिएको हुनुपर्छ, आवश्यक अवस्थामा स्वतन्त्र कानुनी व्यवसाय मार्फत प्रतिरक्षा गर्न पाउने व्यवस्था हुनुपर्छ, निर्णयमा आधार र कारण खुलाएको हुनुपर्छ, रिजन डिसिजन हुनुपर्छ, आधार र कारण सहितको निर्णय। प्राकृतिक न्यायको सिद्धान्त अन्तर्गत निर्णय आधार र कारण सहित हुनुपर्छ है। आधार र कारण सहितको निर्णय भने के हो भन्दाखेरि पक्षहरूले निर्णय प्रक्रियाको जानकारी मात्र होइन कि निर्णय किन भयो, म हारेँ भने म किन हारेँ, मैले जितेँ भने किन जितेँ भन्ने कुरा पनि थाहा हुनुपर्छ। कारण सहितको निर्णयले निर्णयमा स्पष्टता ल्याउँछ, स्वेच्छाचारी निर्णय कम गर्छ। तपाईँलाई मन परे तरिकाले जसलाई मन लाग्यो उसैलाई निर्णय लेखिदिन मिल्दैन, किनकि निर्णय गरिसके पछाडि त्यसको कारण दिनुपर्छ होइन। निर्णय कानुन सम्बद्ध तरिकाले भएको हो कि होइन भन्ने कुरा जाँच गर्न सहयोग गर्छ। निर्णय गर्दा आधार र कारण खुलाउनु पर्ने व्यवस्थाले सरकारलाई के गर्छ भन्दाखेरि स्वेच्छाचारी निर्णय गर्नबाट नियन्त्रण गर्छ। जस्तो के भन्छ भन्दाखेरि कहिलेकाहीँ चाहिँ तपाईँले न्याय गर्नु मात्र गरेर मात्र हुँदैन, न्याय गरेको देखिनु पनि पर्छ भन्छ कि है। त्यो निर्णय गर्दाखेरि कानुन कारण खुलाउनु पर्छ, सबै कुराहरू खुलाउनु पर्छ। जस्तो सर्वोच्च अदालतमा खुला हुन्छ नि त, फलानु फलानु धारा फलानु यो नजिर यो त्यो यो यस्तो यस्तो होइन, यी फ्याक्टहरू यस्तो यस्तो भएको हुनाले चाहिँ यसरी यसरी यसलाई दोषी करार ठहर गरिएको छ भन्छ नि, हो त्यो है। अब प्राकृतिक न्यायको सिद्धान्तको अपवाद पनि छ होइन। जस्तो नेचुरल जस्टिस भन्ने, तर सबैमा नेचुरल जस्टिस चाहिँ एप्लाई गर्नु पर्दैन। के एक्सेप्सनहरू के हो भन्दाखेरि जस्तो कानुन निर्माणमा होइन, जस्तो अब कानुन बनाउँदैछ, अब तपाईँको आफ्नो स्वार्थको कानुन नबनाउने भन्न त मिल्दैन नि त, किन भन्दाखेरि प्रत्यक्ष अप्रत्यक्ष रूपमा त कानुन त सबैसँग जोडिएको हुन्छ होइन। गोप्य अनुसन्धानमा है, गोप्य अनुसन्धान गर्दा पनि के अरे यो नेचुरल जस्टिस फलो गरिएन भन्न मिल्दैन, आदेश वा फैसला कार्यान्वयनमा मिल्दैन, र शुद्ध प्रशासनिक कार्यमा चाहिँ यो मिल्दैन। यी एक्सेप्सनहरू हुन्। लर्ड डेनिङले सुरुमा प्राकृतिक कानुनको सिद्धान्तमा मुख्यतः न्यायिक प्रक्रियामा लागू हुने धारणा राखे पनि पहिलाले चाहिँ के भन्छन् भन्दाखेरि न्यायिक प्रक्रियामा मात्र लागू हुन्छ भन्छन्, अनि पछाडि के भन्छन् भन्दाखेरि न्यायिक मात्र होइन अर्धन्यायिक प्रशासनिक जुनसुकै भए पनि स्वच्छतापूर्वक काम गर्नुपर्छ भनेर उनले पछि भन्छन् है। अब नेपालको संविधानमा के छ हेरौँ। प्राकृतिक न्यायको प्रयोग नेपालको संविधानमा धारा 126 हेरौँ है। धारा 126 को 1 मा नेपालको न्याय सम्बन्धी अधिकार संविधान, अन्य कानुन र मान्य न्यायका सिद्धान्त बमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग हुने व्यवस्था गरेको छ। धारा 20 मा चाहिँ न्याय सम्बन्धी अधिकार छ। न्याय सम्बन्धी अधिकारमा के भन्छ भन्दा स्वच्छ सुनवाईको व्यवस्था गरेको छ। कानुनी व्यवसायीसँग है तपाईँको चाहिँ फेयर रिप्रेजेन्टेसन हुनुपर्छ, तपाईँको चाहिँ फेयर ट्रायल हुनुपर्छ भनेको छ। तपाईँले चाहिँ कानुन व्यवसायीसँग परामर्श गर्ने अधिकार हुनुपर्छ होइन। तपाईँले चाहिँ अहिले त के भन्छ कानुन व्यवसायले भेट्नलाई यो के अरे शनिबार आइतबार जाँदा अझ भेट्न दिँदैन होइन, खासमा त्यो पनि हुन नहुने हो। तपाईँ अब कानुन व्यवसायी भने त जहिले जतिखेर जहाँ पनि भेट्न पाउनुपर्ने हो होइन। अनि कानुन व्यवसायीसँग परामर्श गर्ने अधिकार हुन्छ। निशुल्क कानुनी सहायता सम्बन्धी पनि व्यवस्था हुन्छ। यी व्यवस्थाहरू गरे हुन्छ। त्यसै साथै न्यायिक स्वतन्त्रता र कानुनको शासन, रुल अफ ल जस्ता प्राकृतिक न्यायसँग सम्बन्धित कुराहरू पनि के छ भन्दाखेरि हाम्रो उसमा छ है। अब नेपालको संविधानमा के खालका कानुनी, नेपालका कानुनमा के खालका प्राकृतिक न्याय छ भन्ने कुरा हेरेर मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 176 ले के भन्छ भन्दाखेरि न्यायाधीशले स्वार्थ बाजिने मुद्दा हेर्नु हुँदैन भन्छ। 176 सम्झिनु होला है, फौजदारी कार्यविधि संहिता। अब सुशासन व्यवस्थापन तथा सञ्चालन ऐनको 2064 को दफा 18 मा के भन्छ भन्दाखेरि प्रशासनिक अधिकारीले आफ्नो स्वार्थ गाँसिएको विषयमा निर्णय गर्नु हुँदैन भनेर भन्छ। सुशासन है, गुड गभर्नेन्स 2064 ले दफा 18 सम्झिनु होला है। त्यो उतापट्टि हामीले धारा 18 मा हामीले राइट टु इक्वालिटी भनेर सम्झिनै पर्थ्यो। त्यसैले गुड गभर्नेन्स 2064 को पनि के भन्दाखेरि गुड गभर्नेन्स एक्ट 2064 को पनि सेक्सन 18 मा प्रशासनिक अधिकारीले होइन के गर्नु हुँदैन भन्दाखेरि आफ्नो स्वार्थ गाँसिएको विषयमा आफैले निर्णय गर्नु हुँदैन भनेछ भनेर सम्झिनु होला। अनि न्यायाधीशको आचार संहिता 2065 मा के भन्छ भन्दाखेरि नाता सम्बन्ध वा व्यक्तिगत स्वार्थ जोडिएको विषयमा न्यायाधीशले निर्णय गर्नु हुँदैन भन्ने कुराहरू पनि गरेको छ। ल अब यति भइसके पछाडि एकचोटि सर कन्क्लुड पनि गरौँ है त। ल प्राकृतिक न्यायको सिद्धान्त भनेको छ। प्राकृतिक न्यायको सिद्धान्तमा हामीले के पढ्यौँ भन्दाखेरि होइन फेयर हुनुपर्छ, फेयर हियरिङ हुनुपर्छ है, तपाईँले स्वच्छ सुनवाई हुनुपर्छ
होइन, फेयर हियरिङ हुनुपर्छ। त्यस पछाडि तपाईँहरूको चाहिँ यहाँ के भनेको छ भन्दाखेरि यो किन बनाइयो भन्दाखेरि जस्टिस दिनको लागि र जस्टिसलाई सिक्योर गर्नको लागि र मिसक्यारेज अफ जस्टिसलाई प्रिभेन्ट गर्नको लागि होइन, त्यसको लागि बनाइएको हो। तपाईँले चाहिँ जुन न्याय छ त्यो न्याय दिनको लागि यो सिद्धान्त आएको हो भनेर यो त गफै हो, सार्वजनिक कानुनको शाखा हो, यिनीहरू गफ दिनु होला। गफ दिइसके पछाडि 2-4 लाइन गफ दिनु होला होइन। प्रोसिड्युरल लसँग सम्बन्धित हुन्छ, सब्स्टेन्टिभ ल होइन, किनकि यो भने चाहिँ जस्तो तपाईँले सब्स्टेन्टिभ ल भनेको कानुन बनाउने कुराहरू हो, प्रोसिड्युरल ल भनेको तपाईँलाई अरेस्ट गरिसके पछाडि अदालतसम्म तपाईँको फैसला हुँदासम्मका कानुनहरू प्रोसिड्युरल ल हो होइन। जस्तो तपाईँलाई अरेस्ट गर्ने बेलामा चाहिँ कसरी अरेस्ट गर्ने होइन, तपाईँलाई चाहिँ तपाईँले त्यो भनाइराख्दै गर्दाखेरि तपाईँलाई चाहिँ अदालतमा पेस गर्दै गर्दा कसरी गर्ने, तपाईँले फेयर रिप्रेजेन्टेसन दिने कि नदिने भन्ने कुराहरू चाहिँ प्रोसिड्युरल लका कुराहरू हुन्। त्यही भएर यो प्रोसिड्युरल लसँग सम्बन्धित हुन्छ। यी गफहरू ल्याउने लगाइसके पछाडि केही प्रिन्सिपलहरू लेख्ने होइन। प्रिन्सिपल पक्कै पनि आउन सक्छ। प्रिन्सिपलमा चाहिँ 2टा सिद्धान्त लेखिदिने। एउटा प्रिन्सिपल अफ अगेन्स्ट बायस, पूर्वाग्रह विरुद्धको सिद्धान्त होइन, नेमोजड एक्सन कसो आफ्नो मुद्दामा आफै न्यायाधीश हुनुहुन्न भन्ने। अनि आर्थिक पैसा व्यक्तिगत भनेको चाहिँ पर्सनल नाता सम्बन्ध, अनि कार्यालय सम्बन्धी होइन न्यायिक कुराबाट तपाईँको पहिलेको धारणाहरू हुनसक्छ। क्याथोलिक जजहरू यी कुनै पनि पूर्वाग्रह राख्नु हुँदैन भन्ने पहिलो सिद्धान्त। दोस्रो भनेको सुनवाईको मौका दिनुपर्छ, अडी अल्टेम पार्टेम होइन। जस्तो कुनै व्यक्तिको विरुद्धमा तपाईँले निर्णय गर्दै हुनुहुन्छ भने उसले आफ्नो भनाइ राख्ने मौका दिनुपर्छ होइन। दुवै पक्षको कुराहरू सुन्नुपर्छ भन्ने कुराहरू हो। र एउटा केस राखिदिनु होला, त्यही भए भइहाल्यो। अनि केही कानुनहरू पनि राखिदिनु होला, कानुन तल छ सायद। अनि ड्यु प्रोसेस अफ ल, गुड गभर्नेन्सको आर्टिकल 18 त्यो पनि राखिदिनु होला, उता आर्टिकल 18 राखिदिनु होला, धारा 20 राखिदिनु होला। त्यो त केही गाह्रो भएन होइन। अब ड्यु प्रोसेस अफ ल हेरौँ है। ड्यु प्रोसेस अफ ल भनेको चाहिँ के भन्दाखेरि कानुन सम्मत है, जस्तो कानुन चाहिँ फलो गर्नुपर्छ भन्ने कुरा तपाईँलाई चाहिँ अरेस्ट वारेन्टबाट सम्झिनु होला क्या। ड्यु प्रोसेस भन्दै थियो जस्तो तपाईँले अरेस्ट गर्नुभन्दा अगाडि के गर्नुपर्छ, तपाईँलाई सूचना दिनुपर्छ होइन। तपाईँलाई अरेस्ट गर्नुभन्दा अगाडि वारेन्ट दिनुपर्छ र तपाईँले के गरेर अरेस्ट गरिसक्यो होइन। अब तपाईँले आफ्नो भनाइ राख्न पाउनुपर्छ, अदालतमा गएर प्रतिवाद गर्न पाउनुपर्छ होइन। तपाईँको विपक्षीले केही कुरा भन्यो भने त्यसको खण्डन गर्न पाउनुपर्छ, जिरा गर्न पाउनुपर्छ होइन। त्यस पछाडि चाहिँ तपाईँलाई आफ्नो प्रतिरक्षा गर्ने अधिकार दिएका हुनुपर्छ, आधार र कारण खुलाएको हुनुपर्छ निर्णयमा। यी कुराहरू भइहाल्यो। अब आधार र कारण सहितको निर्णय भने के हो भन्दाखेरि कुनै पनि न्यायाधीशले आधार र कारण खुलाउनुपर्छ होइन। त्यो खुलायो भने के हुन्छ भन्दाखेरि आफ्नो स्वेच्छाचारित ढङ्गले उसले